다 되는데 그 스마버데 안에 망어 야채 게 안에 니니버 차가래 니니버 차연 주사는 디 겁려야 안에 가장마 가상 가니모当然的你们特别겁려야 쉬운 한 시체 अनि 너네 आज 더블이야 फेरि पनि 삽제 यहाँ सुरुवात गर्न 삽제 गइरहेको छु अनि यो मर्मोक इयर छु अर्थात् मर्मोक ग्रीष्मकालीनको अब दोस्रो दिन रहेको छ 다들야 안에 삽제 되다 간을 अनि पहिलो 다 दिनमा 망어 अनि 저 केही मैले बताएँ चाहिँ 삽제 간을 쉬비나 다들야 안에 되면 अनि 나데 यसको विषय 난 सूची 되면 आज म 나데 대선 बताउँदै 수부터는 쉬어야 छु 이거지 안에 당부 대선 당부도 되면 나데 되면 나데 디 난게 안에 대선 카시지 롱어만이 쉬스브레 다다 यसको अब विषय 급스마버데 सूची 안에 के छ 되면 भन्दाखेरि 나데 그 숭럽사 अब यो 다 대단 저거 예배기 यसमा अब 숭럽사기 어래 पहिलो भनौँ न होइन 다디 슈거 제블이야 अ, 디리케 प्रारम्भिक बौद्ध 소마버야 धर्मको कुराहरूमा अब तीन प्रकार 디 छुट्टिएको छ होइन 토마르 제자 당부 अनि यसमा चाहिँ के 다이베레스 छ भन्दाखेरि होइन 기사 अब तीन प्रकारमा पहिला अब 거듭세 प्रारम्भिक 비주도나게 아니 प्रारम्भिक 게게베레스 बौद्ध धर्मको अब यो प्रवचनहरू विषयमा होइन यसको 콘트롤 ग्रन्थहरूको 지시하도록 विषयमा हामी छलफल गर्दैछौँ यसको 아니 विषयमा हामी यसको 도두 विषयमा 통담부 बताउँदैछौँ 체베 होइन 겁리야 आज म यसको विषयमा बताउन 주 चाहँदैछु 너디단 अर्को आजको दुवाई मुख्य विषय 다디 के हो त 주 भन्दाखेरि 심주버스기 अब 시다시다 यो वचन 아니 सङ्ग्रह गर्दाखेरि 수규기 यसको मुख्य भाषा के हो भन्ने 체도스베 विषयमा म चर्चा गर्न 아니 जाँदैछु 디 가셔야 도스 यसको व्याख्या पनि म 도와버리게 गर्न चाहन्छु 다당 예셔야 주 पहिलो चरणमा 수규기 बुद्धको वचनहरूलाई 수 सङ्कलन अर्थात् सङ्ग्रह गर्यो होइन 심주버스기 त्यो 시다시다 सङ्कलन गर्ने क्रममा 디주셔 अनि पहिला के हो त 사자야 지금 아주 सूत्र 수규기 पिटक र 계셔야 विनय पिटकलाई 되고야 चाहिँ सङ्कलन गर्यो 쉬시다 간다 수균다 딘두기 개배셔야 되수다 अनि यसमा अलिकति थोरै भिन्नताहरू 잡아내서 पनि छ यसको बुझ्नु हामीले जरुरी छ अनि 다들 हाल अब 겁들이야 विद्वानहरूले 아니 अब होइन 심주버스 यसको अब अनुसन्धान 시다시다 कर्मीहरूले अब 그것도 당부 अ, 겁이야 너희들 뉴아니 뉴브레스 अब 이 뉴비 겁이야 अनुसन्धान कर्मीहरूले 시 आफआफ्नै अब 슈버스 मत 야레스 राय अनुसार बताएको हुँदाखेरि अनि अहिलेको 다디 र पहिलेको अलिकति 초지 मिल्दैन यसलाई हामीले धेरै 냉가서시야 ध्यान दिएर 초지 बुझ्नुपर्ने हुँदछ 야가게 남배기 루기 심주 생겼소리야 강에 심부 अनि 체베 अब 가래서 अहिलेको भनौँ 거두 न 체베 हालको अब 거기 अनुसन्धान कर्मीहरूले बताएको 자리 जस्तै अब 토니 यो 거두 체어레스야디 अ, 아니 간다니 वचन सङ्ग्रह बुद्ध वचन 갈라 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 सङ्कलन अर्थात् सङ्ग्रह गर्ने 이게 क्रममा अब 지야 भाषा कुन प्रयोग गरेको 세바시야 थियो 갈라 भन्ने 하고 차리 विषयमा अब बताउनु 디균선 पर्दाखेरि 때네 따딘지 심주 디버츠 अब यो 디즈기 भारतवर्षमा अब भनौँ न 디슈 होइन 주도 토나 यो 버치기 भाषा 제요네 भाषा 안에 के थियो त बुद्धको 지당 वचन 제베나디 초 भन्ने 숨자 क्रममा चाहिँ सङ्कलन गर्ने क्रममा धेरै 탑쇼미도 समस्याहरू 숨자네 खेप्नु 아니 परेको थियो 거두기 거두 담부 체베 거기 가르 힘이 अनि 수바시 यो भाषा यही नै थियो भन्न 다 हामीले दाबी गर्नु 탑쇼미도 धेरै गाह्रो 숨비 छ 가르 가르 수비나 किन भन्दाखेरि अब त्यो बेला देश परिस्थिति मान्छे होइन अनुकूल अब जातपात धेरै भएको कारणले गर्दाखेरि आफ्नै भाषाहरू थियो होइन होइन अब यो भाषा बुद्धको वचनलाई पहिलो चरणमा सङ्कलन गर्ने क्रममा भाषा के थियो भन्दाखेरि नै तिन पक्षहरूमा थियो 그래야 यसमा 안에 탑쇼미도 तिन 숨 पक्षलाई हामीले राखेर अब 탑쇼 यो 남배 송럽사 अ, 때네 तिनवटा 수바시아 भाषा छ कि भनेर हामीले 가시시야 अनुसन्धान गर्न सक्छौँ 니버 त्यो 디꺼도 के थियो त 체사기 भन्दाखेरि 망가다 인주산에 디균선에 때는 수바시다 찍지 안에 숨바디 상계기 기 관계 토네 안에 최송유메라야 때는 수바시다로 체제 간다 पहिलो के हो त भन्दाखेरि 슈저바디 होइन 송그 토네 प्राचीन 그것도 담보 कालमा 체베 अब 거기 가르기만 अब 민대는 수바시 अनि 야레스 भारतको अब वचनलाई 템비체도 떠 야레스 बुझ्दछ 다 अनि 당보디 दोस्रो चाहिँ अब यो मगध 가르스나 राज्यमा भएको 안에 तेस्रो 나위 चाहिँ के हो त 숭럽 भन्दाखेरि अनि 디즈 अनि 디즈 बुद्धले चाहिँ अब 디즈는 तेस्रोमा चाहिँ 체도 बुद्धले अब 담보체 हरेक अब जात 아니 जातिका 지다 प्रवचन गरे 다 हुँदाखेरि भाषाहरू पनि अब 개베 तिन 유비 धेरै नै छ 체베시다 भने अब तिन 수바야 कुराहरूमा 체베나 यसरी अब हामीले अनि यसरी 딱히 샤르고 प्रतिपादन 슬라비다 गर्नुपर्दछ पहिलो कुरामा 다다 बताउनु 하나 पर्दाखेरि 주디 제야 유에 대베 룽 अब 디시아 हामीले पहिलो 다 चरणमा 땡에 प्राचीन कालमा बुद्धको 너디 वचनहरू चाहिँ अब 상업이 भारतवर्षमा यसरी होइन 마체 ग्रन्थहरूमा 다다 पल्टाउँदाखेरि अब 예베 होइन यसो 콜레스 अनुमान गर्यो भने अब 마체디 कस्तो रहेको थियो 담보 भन्दाखेरि
हामीले अहिले पल्टाउन सक्ने होइन, हाम्रो हातमा भएको होइन, अ, चार निकाय आगमहरू होइन, यस्तो विषयमा सबै सूत्रहरू प्रायः जसो के हो भन्दाखेरि होइन, अनि प्राचीन कालमा आएको सूत्रहरू हो यो। यो अब मूल चारवटा निकायदेखि अब यो वृद्धि हुँदै 18वटा निकाय भएको क्रममा यो आएको हो यो। अब यो बेला अब चार निकाय भयो भने पाँच निकाय भए तापनि यसमा धेरै भाषा भाषिकाहरू रहेका छन्। जस्तै कि उदाहरणको लागि अब अब अ, निकायको युगमा भनौँ न होइन, निकायको बेलामा चाहिँ मूल अब चारवटा निकाय भनिन्छ। अब प्रायः जसो अब के हो यो चारवटा निकाय के हो त भन्दाखेरि होइन, अनि अनि यहाँदेखि चाहिँ अब यो 18वटा निकायहरू अब फैलिएर गएको हो। अब आजभोलि अब यो चारवटा निकाय चाहिँ कस्तो हो त भन्दाखेरि होइन, अनि दुईवटा निकाय बाहेक चारवटा चाहिँ छैन भने यसरी यो अनुसन्धान कर्मीहरूले यसरी बताउनुहुन्छ। त्यो मूल निकाय बताउनुको कारण चाहिँ त्यो बेलामा भारतवर्षमा चाहिँ अ, अब सर्वकायानको धेरै अब सिद्धान्तहरू थियो होइन, धेरै अब त्यो भित्रमा पनि अब प्रख्यात अब सिद्धान्तहरू थियो होइन, त्यसलाई चाहिँ के हो त मूल निकाय भनेर यसरी नाम दियो। अब त्यसलाई चाहिँ अनुसन्धानकर्मी नाम के दियो त भन्दाखेरि होइन, निकायको युगमा चारवटा निकायको भनौँ न, निकायको अब फैलिएको बेलामा चाहिँ यसलाई अब चारवटा निकाय राख्यो भनौँ न। अनि पहिला निकाय मध्येमा पहिला चाहिँ महासङ्घिका भनौँ न, महासङ्घिकाको निकाय चाहिँ अब भारतको यो चाहिँ अब यो चाहिँ दक्षिण र पश्चिम भारतीय राज्य महाराष्ट्रमा प्रचलित भयो। त्यो बेलामा चाहिँ भाषा चाहिँ प्राकृतिक प्राकृत भन्छ होइन, त्योदेखि अब यो प्रवचनहरूलाई अब ग्रहण गर्ने गरियो। दोस्रोमा चाहिँ के हो त अब स्थाबिर आयो। स्थाबिर अब स्थाबिर निकायहरूले चाहिँ के हो त, अनि भारतको पश्चिम दिशामा सुरसेना ठाउँमा धेरै अब यो यो उहाँहरूले धेरै अब प्रख्यात अब प्रचार प्रसार गर्नुभयो सुरसेनामा होइन। उहाँहरूले भाषा चाहिँ कुन प्रयोग गर्नुभएछ भन्दाखेरि होइन, त्यो बेला चाहिँ अब पिसा पिसाच पिसाच भनिन्छ होइन, त्यो भाषा उहाँले प्रयोग गर्नुभएको रहेछ। अब यो चारवटा निकाय मध्येमा अर्को अर्को के हो त समितीय निकाय भनिन्छ। उनीहरूले चाहिँ अब एउटा मथुराको क्षेत्रमा, मथुरा नामक क्षेत्रमा यसरी अब यो भारतको पश्चिम दिशामै पर्दो रहेछ यो। अब दुई प्रकारको भाषा रहेछ उहाँहरूले प्रयोग गर्ने भाषा, एउटा सुरसेना भइगयो, अर्को चाहिँ अपभ्रंश, अर्थात् सुरसेना र अपभ्रंश चाहिँ उनीहरूले अब यो भाषादेखि चाहिँ यसरी प्रवचनहरूलाई ग्रन्थहरूलाई चाहिँ अब पल्टाउने प्रचार प्रसार गर्ने गरेको रहेछ। अब अन्तिम निकायमा चाहिँ अब सर्वस्तिवाद, सर्वस्तिवाद निकायले चाहिँ अब त्यो भारतको मुख्य अब पश्चिम र उत्तर दिशा होइन, अब खची भनौँ न होइन, र खची र गन्धराको मुख्य अब क्षेत्र ठाउँहरूमा चाहिँ उहाँहरूले अब यो धर्म फैलाउनु भयो। त्यो बेला अब मुसलमानको ठाउँ हो होइन, अब खची भन्नाले होइन कश्मीरको ठाउँलाई बुझ्दछ। यो चाहिँ के हो त भन्दाखेरि अब मान्छेको अब जात पात होइन संस्कृति चाहिँ अब ठाउँकोमा प्रयोग हुँदाखेरि अब खाँचे भयो होइन। खास भने यो खाँचे भनेको चाहिँ के हो त, यो सब उहाँहरूको अब धर्मसँग सम्बन्धित छैन, अब राखिएको हो। आजभोलि यो अब
गन्धर र कश्मीरमा पर्दछ आजभोलि चाहिँ। त्यो बेला चाहिँ के हो त सर्वस्तिवादहरूले अब बौद्ध धर्म प्रचार प्रसार गर्नुहुन्थ्यो। त्यो बेला चाहिँ ग्रन्थहरू चाहिँ के हो त संस्कृत, अब संस्कृत भाषामा उहाँहरूले प्रचार प्रसार गर्नुहुन्थ्यो। यो त्यो चारवटा मुख्य निकायको ठाउँ क्षेत्र र भाषाहरू। अब यो चारवटा निकायहरूको होइन विशेषताहरू एक आपसमा होइन धेरै अब होइन यो चारवटा निकायको होइन प्रख्यात र एकदम फैलिएको चाहिँ अलिकति पछि भएको हो। अब यो चार प्रकारको निकायमा आफ्नै अब यो विशेषता रहेको छ होइन। यो सबै मिलेर होइन यो एउटा सिद्धान्त यही नै हो भनेर अब एक ठाउँमा चाहिँ आएको छैन। अब यो उहाँहरूले सिद्धान्त आफ्नै पक्षबाट बौद्ध धर्मको दर्शन होइन भावना चढेको सिद्धान्तहरू यसरी अब बाहिर आयो। यो अब भाषाहरूमा चाहिँ भनौँ न अब चारवटा निकाय भाषाहरूमा चाहिँ अब पछि गएर यो दक्षिण दिशा अब दक्षिण दिशामा यसरी यो फैलिन गएर पाली भाषामा अब भिजियो भनौँ न। त्यसैले अनि यो चारवटा निकाय भन्दा पनि प्रयोग गर्ने भाषा चाहिँ अब यो पहिलो पाली भाषा रहेछ भन्ने बुझाइ पनि छ। जस्तै कि किन भन्दाखेरि होइन उदाहरणको लागि होइन आजभोलि के हो त एउटा यस्तो एउटा ग्रन्थहरू हामीले अब पाएको छौँ कि अब यो जुन अङ्गिकाको जुन एउटा शिक्षी भनौँ न होइन गाथाहरू कुनै भाग अध्यायहरू चाहिँ यो पहिला भएको यो संस्कृत भाषा होइन अनि पाली भाषामा यो सम्बन्ध भएको छ। पहिला पहिला के हो त यो अनि सामान्य भाषामा लेखेको थियो होइन सामान्य अनि पहिला सामान्य भाषामा भएको थियो। पछि यो यो शिशु चेपाहरू होइन गाथाहरू चाहिँ अनि पछि अब संस्कृत भाषामा चाहिँ अब यो ल्याएको रहेछ। त्यसैले अनि यो संस्कृत भाषामा भएको पाली भाषामा भएको कुन चाहिँ पुरानो हो त भने हामीले दाँजो गर्दाखेरि होइन त्यसमा तुलना गर्दाखेरि पुरानो चाहिँ कुन चाहिँ हो त प्राचीन भाषा कुन प्रयोग गर्ने थियो त भन्दाखेरि होइन अब यही भाषा हो भनेर हामीले चाहिँ अब अनुमान गर्नु गाह्रो छ। कुन चाहिँ नयाँ नवीन भाषा हो कुन चाहिँ प्राचीन भाषा हो अब होइन चारवटा निकायको बौद्धको चारवटा निकायको पालोमा अब प्रयोग गरेको भाषाहरू पुरानो हो कि होइन त्योभन्दा पहिला अब प्रयोग गरेको संस्कृत भाषा र यो पाली भाषा पुरानो हो त भन्नेमा अब धेरै अब अनुमान लगाउँदाखेरि यसमा धेरै कुराहरू अब लुकिएको छ। अब यो श्रीलङ्का भनौँ न भारतको पहिला भारतवर्षमा अब भएको श्रीलङ्काभित्र अब यो चाहिँ अब भनौँ न श्रीलङ्कातिर अनुवाद गरेको होइन त्यो बेला लेखेको धेरै पुरानो मानिन्छ। अब त्यो बेला भएको भाषा चाहिँ अब के हो त पाली भाषा हो त भनेर भन्नु सक्दैन। अनि त्यही कारणले बुद्धको पहिलो वचन सङ्कलन गर्ने क्रममा त्यो भाषा चाहिँ अब पाली भाषा हो भनेर अब यो अनुसन्धान कर्मीहरूले अब पाली भाषा नै हो भनेर उहाँहरूले चाहिँ बताउन सक्नु भएको छैन। किन भन्दा त्योभन्दा पहिला पनि अब यसरी अब अर्को भाषा पनि प्रयोग गरेको थियो। अब भारतको अब दक्षिण भनौँ न होइन दक्षिण दिशा अब यो फ्लोग्यू नाङ्देन होइन दक्षिणदेखि अब फैलिएको यो अब के हो त अब बौद्ध धर्म भनौँ न होइन एकदम त्यो भित्र भएकोमा चाहिँ के हो त अब पाँचौँ शताब्दीतिर पाल्नु भएको बुद्ध घोषा एकदम महत्त्वपूर्ण आचार्य हो उहाँ होइन
उहाँको अब लेखहरूमा चाहिँ के छ भन्दाखेरि अब पाली भाषा चाहिँ एउटा मगध राज्यमा प्रयोग गर्ने भाषा हो भनेर उहाँले बुद्ध गोसाईले बताउनुहुन्छ। बुद्धले प्रवचन गर्ने क्रम होइन क्रममा त्यसै गरी अब बुद्धको वचन सङ्कलन गर्ने क्रममा चाहिँ यो चाहिँ मुख्य चाहिँ के हो त यो पाली भाषा हो। त्यही कारणले अनि पाली भाषा नै के हो त यो सबै यो अ, धर्महरूको सबै यो सूत्रहरूको होइन पिटकहरूको मुख्य भाषा नै पाली भाषा हो भने यसरी उहाँले दाबी गर्नुभएको छ। यो अ, दक्षिण दिशाको अब भनौँ न बौद्ध धर्मलाई फैलाउने ग्रहणकर्ता होइन यो बुद्ध घोषले यसरी बताउनुहुन्छ। जे भए तापनि पालीको सूत्रहरू चाहिँ अनि यसको अ, परम्परा चाहिँ एकदम पुरा पुरानो र अ, प्राचीन कालमा आएको इतिहास मानिन्छ। अनि त्यो अब दक्षिण भारतमा श्रीलङ्कातिर जुन अब यसलाई अब प्रचार प्रसार गर्दै आएको ग्रहण गर्ने मान्छेहरूले चाहिँ अब भनौँ न यो बुद्धको वचन सबै पाली भाषामा भएको हुँदाखेरि यो बुद्धको वचन सङ्कलन गर्ने बेलामा नि पाली भाषा प्रयोग गरेको हुँदाखेरि पाली भाषा नै हो भन्ने यसरी बताउनु हुँदछ। अब फेरि पनि अनुसन्धानकर्मीहरूले भन्नुहुन्छ कि पाली भाषा र मगध राज्यमा प्रयोग गर्ने भाषामा धेरै अन्तर छ भनेर भनेको छ। धेरै फरक छ। पाली भाषा भनेको चाहिँ भारतको पश्चिम दिशाको भाषा हो। अनि मगध राज्यको भाषा कसरी हुँदछ हुनु पुग्दछ त भन्छ यो अनुसन्धानकर्मीहरूले। त्यसै कारणले यो ठाउँ अनुसार क्षेत्र अनुसार होइन एउटा देशको अनुसारको कुरा गर्यो भने धेरै फरक छ। त्यही कारणले बुद्धको पालोमा भएको वचन चाहिँ यो अब दिनुभएको वचन चाहिँ पाली भाषा भन्नु सकिँदैन यो पश्चिम दिशाको भाषा भयो भनेर यसरी अब भन्नु। अब महेन्द्र भनौँ न अब महेन्द्रले भनौँ अब महेन्द्र चाहिँ अब एक किसिमको अशोक राजाको छोरा हो पनि भनिन्छ। महेन्द्रले के भन्नुभएको छ त भन्दाखेरि यो बौद्ध बुद्ध धर्म चिन्छन् अनि मगध र श्रीलङ्कामा धेरै फैले। उहाँले अब बौद्ध धर्म फैलाउने क्रममा भाषा के हो त भन्दाखेरि अनि उहाँको अब भनौँ न अब पिताको ठाउँमा भएको अब भाषा होइन अर्थात् अब अब युलु भन्नाले अब म मध्यराज भनौँ न होइन मध्य ठाउँ अब त्यो बेलाको भाषा चाहिँ मध्यराजको अब यो दक्षिण र पश्चिमको भाषालाई अब विदिशा भन्छ हो। विदिशाको ठाउँमा भएको भाषा नै हो भन्नाले यसरी अब महेन्द्र राजकुमारले यसरी बताउनु हुँदछ। यो थियो के हो त अब प्राचीन कालमा अब कुन चाहिँ बुद्धको वचन र अनि बुद्धको वचनलाई सङ्कलन गर्ने क्रममा भाषा कुन परेको थियो त भने यो अब यस्तो अनुमान गरिन्छ। अब दोस्रो फेरि आउँछ अब भनौँ न बुद्धको वचनहरू सङ्कलन अर्थात् सङ्ग्रह गर्ने ठाउँ चाहिँ मगध ठाउँ हो होइन मध्य देश हो भारतको। अनि यसमा अनुमान गर्दाखेरि अब मगधमा अब हामीले अनुमान गर्यो भने होइन मगध भनेको चाहिँ भारतको मध्य प्रान्तमा पर्दछ त्यसै कारणले घ्यागरमा एकदम बलवान एउटा ठाउँ पर्दछ मगध भनेको चाहिँ होइन एउटा मध्यम राष्ट्र हो यो मध्यम क्षेत्र पर्दछ। त्यसै कारणले गर्दाखेरि अनि बुद्धले पनि होइन उहाँको मुख्य एउटा चर्या एउटा लीला पनि के हो त अनि मगध राज्यमै अब उहाँले बौद्ध धर्म उहाँले फैलाउनु भयो। अनि बुद्धको वचनहरू सङ्कलन सङ्ग्रह गर्ने ठाउँ पनि मगध नै भएको हो। त्यसै कारणले अनुसन्धानकर्मीहरूले प्रयासहरू के भन्नुहुन् भन्दाखेरि अनि यो पहिलो चरणमा बुद्ध वचन सङ्कलन गर्ने क्रममा उहाँहरूले अब प्रयोग गर्ने भाषा चाहिँ
प्राचीन भाषा प्राचीन मगध राज्यमा प्रयोग गर्ने भाषा नै हो भनिन्छ। अब विद्वानहरूले त्यसमा चाहिँ के थप्नु भएको छ भन्दाखेरि अब भारतको पूर्व दिशामा भेटिएको अब जुन अशोक राजाको अब मुख्य अब उहाँको अब लेखमा भनौँ न होइन, उहाँको एउटा आज्ञामा लेखोटमा चाहिँ के छ भन्दाखेरि होइन, समग्रमा त्यो बेला सबैले प्रयोग गर्ने एउटा भाषा छ होला होइन, त्यो बेला अब पक्कै नै छ होला भने यसरी अब लेखेको छ। किन भन्दाखेरि होइन, सबैले प्रयोग गर्ने भाषा एउटा कुनै नै छ होला भन्ने यसरी अब एउटा अनि एउटा भाषामा लेख्यो। अनि त्यो उहाँले त्यस्तो एउटा भाषा लेख्नु भएको हुँदाखेरि होइन, त्यो एउटा भाषामा हामीले अनुमान गर्दाखेरि चाहिँ अनि त्यो भाषा नै मध्यम मगध राज्यको अब भाषा हुन सक्छ भनेर यसरी बताएको छ। अब चिचो भन्नुले अब समग्र सबैले प्रयोग गर्ने भाषा एउटा, अनि पूर्व दिशामा यस्तो हुनु सक्ने रहेको छ, अनुमान गर्न सक्छ। त्यही कारणले गर्दाखेरि अनि अनि पूर्व दिशामा भारतको पूर्व दिशामा अब समग्र अनि प्रयोग गर्ने भाषा अशोक राजाले यसरी लेखोटमा लेखेको हुँदाखेरि त्यही नै भाषा पनि बुद्धको पालोमा प्रयोग गर्ने भाषा र चेलाहरूले वचनलाई सङ्कलन गर्ने भाषा पनि त्यो हुनसक्छ भन्ने यसरी कुनै विद्वानले यसरी दाबी पनि गरेको छ। अनि कुनै विद्वानले यसरी अब आफ्नो राय मत राख्ने पनि छ। अब अनि फेरि अनुसन्धान अब कर्मीहरूले होइन अर्को विद्वान यो हुनु सक्दैन, यो कहाँ हुन सक्छ भन्दा फेरि उहाँको राय मतहरूलाई पनि यसरी अब स्वीकार गर्नु मानेको छैन होइन। अब यसरी यो मिल्दैन भनेको छ। किन भन्दाखेरि होइन, अब यो अशोक राजा भनेको बुद्ध परिनिर्वाण भनेर 100 अर्थात् 200 वर्षपछि उहाँ पाल्नु भएको हो होइन। यसमा समयको धेरै अन्तर रहेको छ। यसमा दुई प्रकारको राय मत रहेको छ होइन। किनभने 100 वर्ष र 200 वर्षको अन्तरमा धेरै फरक हुन्छ नि। भाषा यो हो भनेर हामीले दाबी गर्न धेरै गाह्रो पर्छ। त्यसैले अनि मगध राज्यमा आजभन्दा 200 वर्ष अगाडि 100 वर्ष अगाडि भाषा यो थियो भनेर अनि दाबी गर्नु गाह्रो पर्दछ नि त। त्यसै कारणले त्यसैले मगध राजा र होइन अब जुन अनि दक्षिण दिशाको भाषाहरू पूर्व दिशाको भाषाहरू होइन, त्यसै गरी अब यो गङ्गा भनौँ न गङ्गा नदीतिर प्रयोग गर्ने भाषाहरू होइन, अनि धेरै थरी रहेको छ। त्यसैले अब पहिला अब राज्य आफूमा थियो नि त होइन, पछि गएर अब यो एउटा चाहिँ के हो त अशोक राजाको पालामा यो भारतहरू सबै एउटै हुन पुग्यो नि त होइन। त्यसैले अनि बुद्ध परिनिर्वाण भएर 100-200 वर्षपछि अब अशोक राजाले होइन अनि यो गङ्गा नदी है, त्यसै गरी यो मगध राज्य होइन, अनि त्यसै गरी अब यो पूर्व दिशाको भारतहरू सबै उहाँले अब एकीकरण गर्नु भयो नि त। त्यही कारणले मगध राज्यको भाषा चाहिँ होइन सबै भाषामा प्रयोग गर्ने समग्र भाषा एउटै त्यही नै हुनसक्छ भन्ने अब यसरी दाबी पनि गरेको छ। त्यो बाहेक त्योभन्दा पहिले अशोक राजाले एकीकरण नगर्नु अगाडि होइन, त्यही कारणले अशोक राजा भन्दा
भन्दा यो उहाँले एकीकरण नगर्नु अगाडि होइन समग्र भाषा चाहिँ प्रयोग गर्ने भाषा एउटै थियो भनेर दाबी गर्नु धेरै गाह्रो छ यसरी पनि अब विद्वानहरूले बताउनुहुन्छ त्यसैले भनिन्छ पाली भाषा चाहिँ अब यो प्राचीन मगधको भाषा होइन पनि भनिन्छ अब अर्ध मगधी भनिन्छ होइन अब मगध भने आधा अर्ध मगधी त्यसैले बुद्धले प्रयोग गर्नुभएको भाषा चाहिँ होइन अब अर्ध मगधी भाषा पनि हुन सक्छ होइन त्यही कारणले गर्दाखेरि यो पाली भाषा नै हुनु धेरै गाह्रो छ भन्ने यसरी कुनै विद्वानहरूले पनि बताउनु हुँदछ त्यो दोस्रो थियो दोस्रो अनुमान अब तेस्रोमा चाहिँ अब बुद्धले धेरै ठाउँहरूमा प्रवचन गर्नुभयो धर्मचक्र फैलाउनु भयो होइन ठाउँ क्षेत्र धेरै नै थियो बेग्लै बेग्लै थियो त्यसमा हामीले अब अनुमान गर्यो भने बुद्धकालीनमा बुद्धको पालोमा भारतमा धेरै भाषाहरू थिए धेरै नै भाषा भाषिकाहरू छ क्षेत्रहरू पनि मिल्दैन धेरै नै ठाउँहरू छ होइन आफ्नै राज्यहरू रहेको छ आफ्नै युग रहेको छ होइन अब त्यो समयमा युगहरू होइन धेरै फरक छ नि त अनि जात वंश कुलहरू फरक हुन छ भारतमा धेरै जातपात छुटाउँछ धेरै अब फरक फरक छ भनेर होइन त्यो थियो ओके अब भनौँ न होइन अब ब्राह्मण जस्तो कि अब भनौँ न अब होइन अब एउटा ब्राह्मण जाति एउटा अब क्षेत्रीय जाति होइन भनिन्छ होइन अब एकदम राम्रो भाषा उच्चताको भाषा संस्कृत भाषा पनि भनिन्छ नि होइन त्यस्तोदेखि बोल्नुपर्छ भन्छ नि होइन आफ्नै अब जात भातमा अब मिल्ने पनि छ होइन र त्योभन्दा तल्लो अब शूद्र जातिहरू होइन उनीहरूले प्रयोग गर्ने भाषा पनि रहेको छ त्यही कारणले बुद्धले ठाउँ ठाउँमा गएर यसरी अब बुद्धले चाहिँ प्रवचन गर्ने क्रममा संस्कृत भाषामा प्रवचन गर्नुभएको छैन रहेछ किन भन्दाखेरि मुख्य आफ्नो विनयजनको दक्ष र योग्यता अनुसार जस्तो भाषा छ त्यस्तै भाषामा बुद्धले बताउनु भएको थियो अनेकन थरी थरी भाषामा बताउनु भएको थियो संस्कृत भाषामा मात्रै बताउनु भएन उहाँले होइन बुद्धको पालामा संस्कृत भाषा प्रयोग गरेको थिएन बुद्धले प्रवचन गर्ने क्रममा जस्तो कि यो लुङ देशी भनिन्छ होइन 4 निकायको आगमभित्र होइन एउटा आगम रहेको छ त्यो भित्र एउटा यस्तो एउटा आगम रहेको छ कि त्यो भित्र भनेको छ कि बुद्धले यदि एउटै भाषामा प्रवचन गर्नुभयो भने त्यो चाहिँ दोष र गल्ती हुनेछ यस्तो कुराहरू पनि लेखिएको छ यो पाली सूत्रभित्र चाहिँ विनय पिटक विनयको अब एउटा छेन्सेक यसको कुनै शब्द भनेर लेखिएको छ त्यो भित्र चाहिँ के लेखेको छ भन्दाखेरि होइन त्यो भित्र चाहिँ ब्राह्मणको अब भनौँ न अब भित्र चाहिँ एउटा घेलो भिक्षु रहेछ एउटा होइन एउटा यावा एउटा कुवा भन्ने रहेछ होइन अनि उहाँले बताउनु भएको रहेछ हे भगवान गौतम बुद्ध होइन आजभोलि भिक्षुहरू नाना थरीका छन् होइन जातभात मिल्दैन होइन ठाउँ जन्मिने ठाउँ मिल्दैन गोत्र वंशहरू मिल्दैन त्यही कारणले यसरी अब ठाउँ क्षेत्र अनुसार यसरी अब बेग्लै बेग्लै भएकोले भिक्षु भयो भने होइन अनि अनि यो आफ्नै अब सङ्घार धेरै भएकोले होइन अनि आफ्नै भाषादेखि प्रवचन गर्यो भने त यो के हो त नि भाषा त एकदम कमजोर हुन्छ नि त थोर मैला भएर जान्छ भने यसरी बताउनु भयो त्यही कारणले एकदम सफा र शुद्ध भाषा संस्कृत भाषामा हजुरले
प्रवचन गर्नु पर्यो भन्ने यसरी यो यावा र कुवा भिक्षुले यसरी बताउनु अनुरोध गर्नुभएछ बुद्धलाई होइन। अब शूद्र जाति पनि हाम्रो अब भिक्षुहरू हुनुहुन्छ, कोही अब ब्राह्मण जाति होइन, कोही क्षेत्रीय हुनुहुन्छ, कोही वैश्य हुनुहुन्छ। त्यही कारणले अब तल्लो तहको मान्छेले प्रवचन गर्यो भने त अब यो त तल्लो तहको मान्छेको त भाषा फोहोर हुने भयो। त्यहाँदेखि प्रवचन गर्न नभएर संस्कृत भाषा त भगवानको भाषा भएको यसले प्रयोग गर्नुपर्दछ। यस्तो तपाईँले अब हामीलाई आज्ञा दिनुहोस् भनेर यसरी बताउनु भएछ, अनुरोध गरेछ। अनि अनि बुद्धले बताउनु भएछ त्यो भिक्षुहरूलाई, अनि उहाँलाई गाली गर्नुभएछ बुद्धले। तिम्रो म मूर्ख र बुद्धु रहेछ तिमीहरू भनेर बुद्धले गाली गर्नुभयो। बुद्धले कहिले काहीँ गाली पनि गर्नु हुँदो रहेछ नि फेरि। बुद्धु तिमीहरू सुन, बुद्धको वचन भनेको बुद्धको वचन चाहिँ संस्कृत भाषामा नि भन्नु भने भविष्यमा बताउनु पर्ने होइन। यसो प्रार्थना गर्नु कारण के? यसरी धेरै गाली गर्नुभएछ मूर्ख भिक्षुहरूलाई। बुद्धुहरू, मूर्खहरू, मुढाहरू तिमीहरू, यदि संस्कृत भाषामा मात्रै प्रवचन मैले गरेँ भने अनि त्यही कारणले होइन, अनि यदि संस्कृत भाषामा मात्रै गर्यो भने बुद्धको शासनलाई अनि अन्याय हुनेछ र कसैले श्रद्धा गर्दैन होइन। अनि श्रद्धा हुने मान्छे बनेपछि अनि विश्वासघात भएर जानेछ। वृद्धि भएको श्रद्धाहरू पनि न्यूनतामा झर्नेछ। श्रद्धा भक्ति भएको पनि त्यो कम भएर जानेछ। त्यही कारणले विश्वहरू हो जिन बुद्धहरूको वचन चाहिँ संस्कृत भाषामा अनि यो परिवर्तन गर्नु पाइँदैन। यदि संस्कृत भाषामा बुद्धको वचनलाई चाहिँ बतायो भने, यसरी परिवर्तन गर्यो भने चाहिँ यो पतन हुनेछ भनेर बुद्धले यसरी बताउनु भयो। अनि यस्तै नै पाली भाषामा बतेको छ होइन। पाली भाषामा भनेको छ यो, जस्तो कि अब बुद्धले बताउनु पाउँछ, हे भिक्षुहरू हो, म यस्तो आज्ञा दिँदैछु। मेरो धर्म भनेको चाहिँ, मेरो धर्मभित्र चाहिँ होइन एकदम यो छन्द मिलेको होइन, एकदम सुर ताल भएको होइन, यसलाई म एकदम महत्त्वपूर्ण दिँदिनँ होइन। मेरो धर्म भनेको सुर ताल छन्द मिलेको, शब्द मिलेकोलाई म भन्दिनँ। मेरो धर्म भनेको अर्थलाई नहराउने, अर्थलाई मुख्य त्यसलाई बुझाउने, त्यही नै हो भनेर बताउनु। यो मेरो मुख्य आदेश हो भनेर यसरी बताउनु भयो होइन। अब यो हिन्दू समाजमा होइन अहिले पनि पहिला पनि धेरै अब भनौँ न ब्राह्मणहरूले यसको सुर ताल भागा तानेर एकदम पूजा पाठहरू धेरै गर्छन् होइन। यो उहाँहरूले पनि सूत्रहरू वाचन गर्नुहुन्छ नि। त्यस्तो गर्यो भने के हो त, अनि फरक हुँदैन नि त। त्यही कारणले यसो गर्नु पाइँदैन होइन। सबै प्राणीहरूको कस्तो मन पराउँछ आफ्नो भाषा संस्कृति, कसलाई मन पर्दैन? आफ्नै भाषामा आफ्नै संस्कृति अनुसार मेरो धर्मलाई फैलाउनु जरुरी छ। संस्कृत भाषामा मात्रै मिल्दैन भनेर यसरी बताउनु भयो। अनि आफ्नै ठाउँ अनुसार, क्षेत्र अनुसार, संस्कृति अनुसार आफ्नो ठाउँको आफ्नो देश भेष अनुसारको अनि वचनहरूलाई अनि प्रचार प्रसार गर्नु पर्दछ भनेर यसरी बताउनु भयो। अनि त्यो बाहेकको अब यो ब्राह्मण बाहेकको अर्को मान्छेहरूले होइन संस्कृत सिक्नु धेरै गाह्रो हो नि त। आफ्नै भाषा छाडी छाडी संस्कृत भाषामा सिकेर यसरी प्रचार प्रसार गर्नु त धेरै गाह्रो नि होइन। बुद्धको वचन चाहिँ संस्कृत भाषामा मात्रै बताउनु पर्ने भने आफ्नो गाउँ क्षेत्रतिर संस्कृत भाषा नबुझ्ने संस्कृत भाषा बुझ्यो भने धेरै अब बतायो भने उनीहरूलाई गाह्रो हुन्छ नि। त्यसैले अनि बुद्धले आज्ञा दिनुभएको छ कि आफ्नै भाषा आफ्नै ठाउँ अनुसार आफ्नै देश अनुसार क्षेत्र अनुसार यसरी अनि जस्तो ठाउँमा आफ्नो भाषा प्रयोग गर्छ त्यही भाषादेखि होइन
प्रयोग गर्नुपर्दछ। त्यहाँदेखि त्यसलाई नै मुख्य अब ध्यान दिनुपर्दछ भनेर बताएको छ होइन। त्यस्तै गरी अब यो धुलुवा मोमो भनिन्छ होइन, बिनाया मोमोभित्र बताएको छ। अब त्यस्तो भनेको छ होइन। अब विनयभित्र त्यस्तो भनेको छ होइन, मेरो धर्म चाहिँ शब्दमा मात्रै नभएर मुख्य अर्थमा बुझ्नुपर्दछ भनेर बताएको छ। यो चाहिँ पढिनु पर्छ। त्यसै गरी छेसुङ देवा भनिन्छ होइन, धर्मलाई सुरक्षा गर्ने अब निकायमा नि भनेको छ होइन। बुद्धले बताउनु भएको छ, बुद्धले आज्ञा दिनुभयो अति उत्तम साधु ठाउँ अनुसार भाषा अनुसार त्यही अनुसार अनि तपाईँहरूले आफ्नै ठाउँ गाउँ ठाउँको भाषाहरू क्षेत्र अनुसार अनि बुद्धको सूत्रहरू चाहिँ अनि भाषण गर्नुहोस्, प्रचार प्रसार गर्नु भनेर आज्ञा दिनुभयो भनेर बताएको। अब अब अनुवाद गरेको हो र अनि अब भनौँ न अब जुन भोट भोट बुद्धको वचनहरू त्रिपिटकहरू अब अनुवाद गरे त्यो भित्र के लेखेको छ भन्दाखेरि त्यसमा अलिकता अब स्पष्ट लेखेको छ। अब अर्थ चाहिँ एउटै छ तर यसमा अलिकति स्पष्ट लेखेको छ। समयमा सर्वस्तिमा बुद्धको चेला स्यारिबुलाई स्यारिपुत्रलाई अनि स्यारिबु होइन दुईजना, एउटा हजिन भनौँ न देवदत्त, भलङ चाहिँ अब भलङ भन्ने एउटा यो भिक्षु भन्नुभएको छ। यसलाई चाहिँ भलङ द एउटालाई चाहिँ खैजिन भन्ने यसरी नाम रहेछ उहाँको। अब यो चाहिँ अब यो 16वटा स्थविर भित्र पर्ने यो भलङ भने चाहिँ होइन, फेरि बेग्लै हो। अब स्यारिपुले चाहिँ के हो त दुवैजनालाई सूत्रहरू धेरै अब मनमा कण्ठस्थ गर्न लगाएछ। केही समय नबित्दा केही समयपछि कालान्तर अब अर्को अर्को अब झङ्ग्यु भनेको चाहिँ के हो त अर्को अर्को ठाउँमा जानुपर्ने हुन्छ होइन। यो दान भिक्षाटनको लागि होइन, प्रचार प्रसारको लागि होइन, कुनै अर्को ठाउँमा जानुभएछ। दुवैजना एकै ठाउँमा जानुभएछ होइन। अनि उहाँहरूलाई यसरी अब सम्मान गर्ने होइन भिक्षाहरू दिने धेरै पाएछ। उहाँहरू चाहिँ के हो त पहिला दुवैजना अब यो ब्राह्मण भएकोले बुद्धको वचनहरू बुद्धको सबै अब अमृतमय वचनहरू उहाँको शब्दहरू सबै के हो एकदम उहाँहरू ब्राह्मण भएको कारणले बुद्धको सूत्रहरूलाई के हो त सबै अनि यो एउटा वेद जसरी होइन मिलाउनु भएछ। शब्द गाथा यो छन्दहरू सबै मिलाएर यसरी सुर तालमा बताउनु भयो। यसरी दुवैजना यसरी बताउने क्रममा बस्ने क्रममा समय बिते जाँदा एकजना चाहिँ अचानक बित्नु भएछ। अनि एउटा अब साथी बितेकोले अर्को साथी चाहिँ एकदम उहाँलाई दुख मनमा धेरै अब पीडा आएछ होइन, शोक भएछ साथी बितेकोले। अनि उहाँले के हो त साथी बितेको शोकले दुःखले कुल भएकोले होइन अनि बुद्धले बताउनु भएको सूत्रहरू उहाँले वाचन गर्नै भुलेछ। किन धेरै अब आफ्नो मित्र घनिष्ठ मित्र बित्दाखेरि कसलाई पनि अब दुःख पीडा हुँदैन र होइन। अनि उहाँले त्यो दुःख पीडा पर्दाखेरि अनि उहाँले सूत्र पढ्नै भुलेछ, पढ्ने तरिकै भुले। अनि पछि गएर के हो त उहाँलाई अब सत्कार सम्मान गर्ने मान्छेहरू नभइसकेपछि होइन अनि त्यो गाउँदेखि अर्को ठाउँमा फेरि उहाँ सर्वस्तिमा पुग्नु भएछ। किनकि अब भिक्षा पाएन भने त अब अन्तिममा अब उहाँ सर्वस्तिमा पुग्नु भएछ। अब सर्वस्ति बुद्ध बस्ने अब ठाउँ मुख्य स्थान हो नि त होइन। अब एकछिन उहाँ नि के हो त आराम गर्नुभएछ, थकाइ मार्नु भएछ। अब पाँच भद्रिया भिक्षुभित्र पहिला कुशी कुण्डिनिया भनिन्छ होइन। अनि कुण्डिनियालाई उहाँले अब यो अनुरोध गरेछ कि होइन मलाई केही आज्ञा दिनुहोस्, पढ्ने सूत्रहरू फेरि तपाईँले वाचन गरिदिनुहोस् भनेर आज्ञा गरेछ। त्यो बेला अब शब्दमा अब लेखोटमा अक्षरमा छैन नि त होइन, मुखले भन्नु पर्थ्यो। अनि त्यो भन्ने क्रममा नि यो कुशी कुण्डिनियालाई चाहिँ अवश्य भनेर उहाँले यसरी बताउनु भएछ। यसरी बताउनु भयो अनि सबै बताउने क्रममा नि त्यो
त्यो भिक्षुले त्यो ब्राह्मण भिक्षुले भन्नुभएछ त्यो कन्टिन्युआलाई भन्नुभएछ कि भिक्षु महाभिक्षु तपाईँले वाचन गर्ने तरिका चाहिँ शब्दै सफा छैन, स्पष्ट छैन होइन, न छन्द मिलेको छ न शब्द मिलेको छ, स्पष्ट छैन भन्ने यसरी भन्नुभएछ कन्टिन्युआलाई। कोसी कोसी कन्टिन्युआले भन्नु सधैँ नै म सदैव यस्तै पढ्छु। यो चाहिँ अब भोटमा चाहिँ अनुवाद स्पष्ट गरेको छ, तर यो चीनमा होइन, चीन भाषामा एकदम सफा लेखेको छ यो। एक एकमा म थप्दै म तपाईँलाई बताउँदैछु है। अनि कन्टिन्युआले भन्नुभएछ म सधैँ नै यस्तै नै पढ्दछु, होइन यो के भएर भन्ने यसरी होइन, यो बाहेक म अरू पढ्नु जान्दिनँ भनेर उहाँले भन्नुभएछ। फेरि अनि त्यो भिक्षुले चाहिँ कुण्डिनीलाई चाहिँ ढोकेर अनि फेरि अर्को ठाउँमा जानुभएछ। अनि 9वटा स्थविर भएको ठाउँमा फेरि त्यो भिक्षु पुग्नु भएछ। फेरि मलाई एउटा सूत्रहरू वचन दिनुहोस् होइन, वाचन गरिदिनुहोस्, सुनाइदिनुहोस् न, बुद्धले बताउनु भएको यो दैनिक विधिहरू मलाई सुनाइदिनुहोस् भनेर 9वटा स्थविरको ठाउँमा उहाँले अनुरोध गरेछ होइन। 9वटा ठाउँमा जति सुने पनि उहाँ एकदम चित्तै बुझेन रहेछ, सबै छैन, छन्द मिलेको छैन, लय मिलेको छैन भने यसरी अब राम्रै छैन, के होला यस्तो स्थविरहरू होइन भनेर उहाँले अब भनौँ न अब उहाँ खुसी हुनु भएन। किन भन्दाखेरि उहाँले चाहिँ अब यो भिक्षुले चाहिँ त्यो ब्राह्मण भिक्षुले चाहिँ होइन एकदम सुर ताल लय शब्दहरू सबै मिलाएर बताउनु हुन्थ्यो होइन। अनि अन्तिममा गएर अब स्यारेबुको ठाउँमा पुग्नु भएछ। अनि स्यारेबुलाई अनि मलाई बुद्धले बताउनु भएको सूत्रहरू वाचन गरिबक्स्यो भनेर बताउँदाखेरि अनि उहाँले अलिकता मजाले अब मिलाउनु भएछ। उहाँले अनि भन्नुभएछ कि त्यो ब्राह्मण भिक्षुले तपाईँ बाहेक अरू कसैले पनि अब राम्रो पढ्नु नजान्दो रहेछ भनेर भनेको रहेछ। भन्दाखेरि अनि स्यारेबुले गाली गलौज गर्नुभएछ, मूर्ख भिक्षु तिमी आफै पढ्नु नजानेको हो, उहाँहरू त धेरै राम्रो पढ्दछ, अत्यन्त राम्रो वाचन गर्नुहुन्छ भनेर यसरी गाली गर्नुभएछ। अनि यो कुरा चाहिँ बुद्धलाई बताउनु भएछ स्यारेपुत्रले होइन। एउटा ब्राह्मण भिक्षुले अनि जुन स्थविरहरू कन्टिन्युआले पढेको तरिकाहरू चाहिँ अनि नमिलेको कुरा गर्दछ होइन, यसको विषयमा के बताउनु पर्यो भनेर बुद्धले बताउनु भएछ। अनि बुद्धले अब आफ्नो भिक्षुहरूलाई भन्नुभएछ कि होइन, बुद्धले बताउनु भएछ कि बुद्धहरूको सूत्रहरू विधिहरूलाई चाहिँ अनि ब्राह्मण भिक्षुले पढेको जस्तो छन्द मिलाएर सुर ताल हालेर होइन, यसमा छन्द मिलाएर लय मिलाएर गाएर अनि यसरी वाचन गर्नु पाउँदैन। यसरी वाचन गर्यो भने दोष र गल्ती हुनेछ भने यसरी बुद्धले बताउनु भयो। यदि यसरी पढ्नु भयो भने यो धेरै खतरा र धेरै दुःखदायक हुनेछ भन्ने यसरी बताउनु भयो। यदि आफ्नो गाउँ क्षेत्र आफ्नो संस्कृति अनुसार आफ्नो क्षेत्र अनुसार हो भने पढ्नु पाउँदछ, नत्र भने त्यसलाई बनावट गरेर परिवर्तन गरेर लय छन्द सुर तालमै पढ्नु चाहिँ पाउँदैन। कुनै ठाउँ क्षेत्रमा यसरी नै लय गरेर पढ्नै पर्ने हो, यस्तै पहिलादेखि आइरहेको छ भने यसमा पढ्नु पायो, बुझ्नु पायो, वाचन गर्नु पायो। तर भएको कुरालाई अनि सबै सुर ताल मिलाएर यसरी वाचन गर्नु चाहिँ पाउँदैन। यदि पायो त्यसरी परिवर्तन गर्यो भने चाहिँ पतन हुनेछ भनेर बुद्धले यसरी बताउनु भएको। अनि त्यही कारणले गर्दाखेरि सामान्य होइन यसरी बुद्धले अब प्रवचन गर्दाखेरि अब मगध राज्यमा जानुभयो होइन। अनि आफ्नै भाषामा भिक्षुहरू कस्तो छ होइन, अब योग्यता अनुसार बुद्धले यसरी अब अनि प्रवचन गर्नुभयो। विशेष गरी मगध राज्यमा चाहिँ अब के हो त कोसला भन्छ हो, कोसला साम्राज्यमा अब
उहाँले अब मुख्य प्रयोग अनि भनौँ न मगध राज्यमा उहाँ धेरै समय बस्नु हुँदाखेरि होइन अब त्यो कोसला कोसला राज्यमा चाहिँ एउटा मात्रै भाषा नभएर धेरै भाषाहरू थियो होइन चेलाहरूको आफ्नै भाषाहरू थियो आफ्नै भाषामा यसरी अब उहाँले वचनलाई चाहिँ अब सुनेको कुराहरू चाहिँ आफ्नै भाषामा अब गर्नुहुन्थ्यो मनमा राख्नुहुन्थ्यो त्यसलाई ध्यान गर्नुहुन्थ्यो नि त। अनि त्यो हो भने अनि बुद्धको वचन सङ्कलन गर्ने आफ्नै भाषामा बताउने हो नि त। अनि त्यही कारणले यो अनुसन्धान कर्मीहरूले भन्नुहुन्छ कि बुद्ध वचन पहिलो चरणमा बुद्धको वचन सङ्कलन गर्ने क्रममा होइन सङ्कलन गर्ने भाषा चाहिँ धेरै भाषाहरू हुन सक्नेछ बुद्धले दाबी गरेको छ किन भन्दाखेरि बुद्धले एउटा भाषा मात्रै बताउनु भयो धेरै भाषामा बताउनु भएन त्यसैले अब अब यो बुद्धको वचनहरू सङ्कलन गर्नु कारण के हो त भन्दा पहिला बुद्धले के बताउनु भयो त्यही कुराहरू चाहिँ अब हराएर नजाओस् मेटेर नजाओस् भन्नको लागि नै यसरी अब यो बुद्धको वचनहरू चाहिँ अब सङ्कलन गरेको हो नि त। अब भनौँ न धेरै भाषा अनेकन थरी भाषा वंश अब बुद्धले प्रवचन गर्ने क्रममा भाषा धेरै थियो नि त। त्यो भाषा चाहिँ अब के हो त अनि बुद्धको वचनहरू सङ्कलन गर्ने क्रममा अब सङ्ग्रह गर्ने क्रममा सङ्कलन गरिन् त अनि अनेकन थरी भाषाहरू छन् त। अब हेर्नुहोस् त अनौठो छैन र बुद्धले अनेकन थरीमा भाषामा अब प्रवचन गर्नुभयो अनि यो बुद्धको वचन सङ्कलन गर्ने क्रममा चाहिँ एउटै भाषामा नि सङ्कलन गर्न मिल्छ र मिल्दैन नि त्यसै कारणले गर्दाखेरि अनि अनि धेरै अनेकन थरी भाषाहरूमा नि बुद्धको वचनहरू चाहिँ सङ्कलन अर्थात् सङ्ग्रहित गरेको हो कि जस्तो मलाई लाग्दछ। अब आधा घन्टा विश्राम राखौँ त्यसपछि फेरि भेट्नेछौँ।说但下面呀，所以对面的南北宋的个穷水果，穷水是雪碧那什么产送，嗯，但对面的南北宋的 अब 穷水雪碧啥的，他做，फेरि यसलाई म निरन्तरता दिन 他经 चाहन्छु। 常是就不只写 अब 单写为， प्रारम्भिक बौद्ध 他能多点 धर्मको 的， अब यो बौद्ध 对面 ग्रन्थहरू 的 अब 穷水 कसरी 写 अब 啥的。 उत्थान भयो कसरी अब आयो भने यसको विषयमा बताउँ जस्तो मलाई लाग्यो। अब यो प्रारम्भिक बौद्ध धर्मको ग्रन्थहरू अब उत्थान भएको विषयमा बताउनु पर्दा पहिला अब यो सूत्र पिटक र विनय पिटक अनि आएको कुराहरू उत्थान भएको कुराहरू होइन बताउँदैछु। मैले पहिला भनौँ न आगामी पहिलाको विगतको दिनमा वर्षमा मैले यो पहिलो वचन पहिलो परिषद भनौँ न बुद्ध वचन पहिलो अब सङ्कलन गर्ने बेलामा मैले बताएको थियो त्यो अब भनौँ न पहिलो बुद्धको वचनलाई सङ्कलन गर्ने क्रममा मुख्य अब निष्कर्ष के टुङ्गिएको थियो त भन्दा त्यो बेला सूत्र पिटक विनय पिटकहरू अनि बुद्धको पहिलो चरणको बुद्ध वचन सङ्कलन गर्ने क्रममा यसको मुख्य निष्कर्ष चाहिँ दुईटा पिटकहरू चाहिँ अब आएको थियो। आज म सूत्र पिटकको विषयको अब चर्चा गर्न जाँदैछु। परिचय बुद्ध वचन सङ्ग्रह पहिलो चरणको सङ्ग्रहको बेलामा सूत्र पिटक र दुलै पिटक दुईटा अब सङ्ग्रह गरेको थियो सङ्कलन गरेको थियो। अब यो अभिधर्म पिटक चाहिँ त्यो बेला अब यसको कुनै अब नाम मात्रै थियो त्यो बेला अर्थात् यसको एउटा बीज मात्रै थोरै आंशिक मात्रै थियो।
अब विद्वानहरूले भन्नुहुन्छ कि पहिलो चरणको बुद्ध वचन सङ्कलनमा के सूत्र अभिधर्म पिटक सङ्कलन गरेको थिएन त भन्दाखेरि अब यो अ, गरेको थियो भने गाह्रै छ। त्यही कारण दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्दाखेरि अभिधर्म पिटक चाहिँ यसरी सङ्कलन गरेको। अनि प्रश्न आउँछ कुन बेला यो त्रिपिटकहरू सबै सङ्कलन गर्न अब सक्षम भयो त भन्दाखेरि दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्ने क्रममा सूत्र पिटक, विनय पिटक, अभिधर्म पिटक चाहिँ अब यसरी अब बाहिर आएको थियो, यसरी सङ्कलन गर्न सक्यो। अब अब म यो पहिलो बुद्ध वचनको सङ्कलनमा पढ्ने अब सूत्र पिटकको विषयमा बताउन थोरै यसको विषयमा म बताउन चाहँदैछु। अब यो प्रारम्भिक बौद्ध धर्मको होइन बेलामा चाहिँ अब यो सूत्र पिटकलाई अब सामान्य नाम के दिएको छ भन्दाखेरि अहम अहङ चिहेन भन्दो रहेछ चिन भाषामा। यो भारत भाषामा चाहिँ अब आगमा भन्छ यसलाई, आगमा भनिँदो रहेछ यो सूत्र पिटकलाई। अब अहम अहङ भनेको चाहिँ अब चिन भाषामा रूपान्तरण गरेको चाहिँ भारत भाषामा भएको संस्कृत भाषामा आगमा आगमा आदेखि आएको रहेछ। अर्थात् यसको आगमा भने के हो त भन्दाखेरि अब एकदेखि अर्कोसम्म गमन भएको कि आएको क्रमहरूलाई होइन हामीले अब आगमन भन्छ नि होइन, एकदेखि अर्कोसम्म आएको, एकदेखि अर्को अब आउनु, निरन्तरलाई अटुट क्रमलाई बुझाउँदछ। अब झेरा तोजे छिम्बु त्यो भित्र अब 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 आगम भनेको यसको अर्थ चाहिँ के हो भन्दाखेरि झेरा तोजे छिम्बु भित्र चाहिँ अब यसले चाहिँ आगमले बुझ्नु पर्दछ। आगमा भनेको चाहिँ आगम हो अर्थात् बुद्धको वाणी हो भनेर बुझ्नु पर्दछ भनेको छ। अर्थात् बुद्धको वचनलाई नै बुद्ध वचनलाई नै आगमा भनिन्छ भने यसरी अब झेरा तोजे छिम्बु भित्र चाहिँ लेखिएको छ। झेरा तोजे छिम्बु एउटा बौद्ध ग्रन्थ हो। एकदेखि अर्कोसम्म अब यो निरन्तर चलिरहेको परम्परालाई नै अब के हो त यसलाई आगमा भनिन्छ। अब पाली भाषामा भएको अब सूत्र पिटकलाई चाहिँ के भनिन्छ निकाय भनिन्छ हो। पाली भाषामा भित्र भएको प्रारम्भिक बौद्ध धर्मको सूत्र पिटकलाई चाहिँ निकाय भनिन्छ। निकाय यसको अर्थ के हो त भन्दाखेरि सबै अर्थहरू संक्षिप्त एकै ठाउँमा एकीकरण गरेकोलाई बुझिन्छ। अर्थात् यसले के बुझाउँछ बुद्धको सबै वचनहरू एकै ठाउँमा सङ्कलन गरेको, एकै ठाउँमा एकीकरण गरेको, एकै ठाउँमा सङ्ग्रहित गरेको, सङ्ग्रह गरेको एउटा वर्गलाई नै निकाय भनिन्छ। अब यो अगम र भारत भाषामा भएको यो अब भाषामा चाहिँ आगमा भन्यो होइन, पाली भाषामा निकाय भने चाहिँ के हो त अनि अर्थात् यसको अर्थ चाहिँ दुवै एउटा नै बुझाउँदछ। निकाय भन्नु र आगमा भन्नुको अर्थ एउटा नै हो, शब्द फरक भए अर्थ एउटा नै हो। त्यही कारणले प्रारम्भिक बौद्ध धर्ममा विषय सन्दर्भिकमा कुरा गर्दा त्यहाँदेखि अब पहिलेदेखि चलि आइरहेको अब यो बुद्धको वचनलाई चाहिँ सूत्र पिटकलाई चाहिँ अब निकाय र आगमा भनिन्छ भने यसरी अब प्रारम्भिक बौद्ध धर्मले यसरी अब बताउँदछ। त्यही कारणले प्रारम्भिक बौद्ध धर्ममा यो यसको परम्परा भनौँ न पिटकको परम्परा चाहिँ दुई प्रकारको परम्परा अहिले पनि रहेको छ। एउटा चाहिँ पाली भाषामा, अर्को चाहिँ
भारत भाषा 다 되게 계절을 시험이나 개번 양해매 거리야 अब यसको अब विशेषता के छ त भन्दाखेरि होइन यो दुवै भाषामा भएको अब परम्परा चाहिँ अहिलेसम्म टुटेको छैन 개번 양해매 거리야 पाली भाषामा निकाय भनेको चाहिँ अब महिन्द्रा सारा तातंगी यसको कन्स्टिट्युसन विशेषता बताउनु पर्दा ता युयों राय लिया राजा 개번 양해매 अशोकको बेलामा 숭어와 안다라 개번 양해매 거리야 महिन्द्रा साथी ता गेलों रदु छोवा समर ता कोना रदु छोवा ता महिन्द्रा साथी के अने अब यागाने महेन्द्र भनेको चाहिँ भने नि अघि अशोक राजाको मुख्य अब पुत्र हो राजकुमार हो भनिन्छ अब अशोक राजाको पालोमा अब महेन्द्र राजा थियो होइन उहाँको छोरा उहाँ पछि भिक्षु भएको थियो होइन अनि पछि गएर अब भारतको बौद्ध धर्म धेरै सिङ्गल सिङ्गल सिङ्गलमा भनौँ न सिङ्गल भने अब श्रीलङ्का हो श्रीलङ्कामा धेरै प्रचार प्रसार गर्नुभयो त्यो बेला चाहिँ के हो त भन्दाखेरि विशेष गरी पाली भाषामा नि बौद्ध धर्महरू चाहिँ यसरी प्रचार प्रसार हुनु पुग्यो जुन महेन्द्र राजाले गर्नुभएको थियो जुन महेन्द्र चाहिँ अशोक राजाको छोरा हो भनिन्छ सुपुत्र त्यो बेलामा 4 प्रकारको बर्गर छुटेको थियो होइन त्यो बेला अब दिगा मझिमा समुद्र अङ्गुतरा खुदा अनि पञ्च पञ्चनिकाय भनिन्छ 5 प्रकारको भनिन्छ यसलाई यो चाहिँ के हो त अब प्रारम्भिक बौद्ध धर्ममा मुख्य अब यो के हो त मुख्य अब यो स्रोत नै यही नै मानिन्छ पाली भाषाको मुख्य स्रोत भनौँ न बौद्ध धर्ममा भएको अब प्रारम्भिक बौद्ध धर्मको मा भएको भनौँ न प्राचीन र मुख्य स्रोत नै यो मानिन्छ पालीमा चाहिँ रिम्बुदे भनेको अब दिग वर्ग भयो होइन बर्मादे भनेको अब मध्यम वर्ग भयो याङदाक्पी दे भनेको समुद्र भइगयो हेलक्छिमा दे भनेको अगुतरा वर्ग भइगयो होइन खेन्चेक दे भनेको खुदा वर्ग यो यसलाई चाहिँ पञ्चनिकाय भनिन्छ यो चाहिँ अब अघि निकाय भने नि यो जस्तो कि अब काग्यु कुरा गरौँ होइन काग्युपा भित्र पनि अब तल्लो तहको भनौँ न माथिल्लो तहको 4वटा होइन तल्लो तहको 8वटा भने जस्तो हो नि त होइन यो 5वटा मुख्य पञ्चनिकाय चाहिँ अहिलेसम्म यो श्रीलङ्कामा यसको चाहिँ परम्पराहरू अटुट क्रममा रहेको छ भन्ने यसरी अब यो उहाँहरूले बताउनु हुँदछ यसले चाहिँ राम्रोसँग संरक्षण र सुरक्षा गरेर राखिएको छ यो हिराकावा अखिराले बताउनु भएको छ यसको जापानको विद्वानले पाली भाषाको मैले अघि बताइगएँ होइन यो पाली भाषा भनेको चाहिँ अब भारतको मध्यम राज्य होइन मगधमा बोल्ने भाषा हो होइन त्यही भएर अब विदेश विदेश पनि भनिन्छ यसलाई त्यो क्षेत्रमा प्राचीन भाषामा प्राचीन कालमा उहाँहरू प्रयोग गर्ने गाउँको एउटा भाषा हो यो अब महेन्द्र भनेको चाहिँ को हो भन्दाखेरि त्यही ठाउँमै उहाँ जन्मेको ठाउँ जन्मस्थल हो होइन अनि त्यही धर्म अब उहाँ त्यो ठाउँमा उहाँ मगधमा उहाँ महेन्द्र जन्मेको हुँदाखेरि होइन उहाँले पछि श्रीलङ्कामा यसरी अब यो धेरै प्रचार प्रसार गर्नुभयो अब भनौँ न अब भारत भाषामा अब भनौँ न यो आगामा भनिन्छ होइन यसलाई चाहिँ दोलुङ देशी भनिन्छ होइन अर्थात् सूत्र आगमा 4 वर्ग भनिन्छ 4 वर्गीय सूत्र आगम भनिन्छ अघि भन्दा त्यो चाहिँ अलिकता पाली भन्दा फरक छ निकाय भन्दा यो चाहिँ के हो त भारतवर्षको मुख्य अब यो उत्तर दिशामा अब यो के भनिन्छ होइन एसिया अब यो मुख्य अब एसियादेखि अब भारतमा फैलेको हो
अनि यसरी अब भारतको भनौँ न किन समुद्रदेखि अब यो उता जाँदा 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 होइन अब यो भनौँ न दक्षिण दिशादेखि अब यो भित्रिँदै अब यो चिनको होइन फैलिएको रहेछ यो यो दोलुङ देशी चाहिँ अब भारत अब अनुरोध गरेको हो यो यो भारतमा यो भनौँ न यो अनुवाद गरेको यो होइन लुङ देशी र होइन अनि अनि यो अघि निकायमा थियो नि पालीको 5वटा निकाय यो उस्तै नै छ त्यति फरक छैन अब नामभित्रको त्यही हो तर के हो आगम र निकाय भन्ने यसरी अब भारत र अनि यो पाली भाषाको मात्र फरक अब आगमा भनेको चाहिँ एकदेखि अर्कोसम्म आइरहेको क्रम अटुट क्रमले बताउँदछ होइन त्यसले बुझाउँछ त्यसै कारणले गर्दाखेरि अनि यसमा चाहिँ अब यसलाई लामो आगम होइन मध्यम आगम अनि समयक आगम अनि प्रथम आगम भनेर यसरी अब 4वटा छुट्याएको रहेछ अब तेस्रो चरणमा अब अहिले बास भइरहेको अहिले हामीसँग भएको अब के हो त पाली भाषामा भएको अब सूत्र पिटक एउटा चाहिँ के हो त अनि अनि भारतमा अब अनुवाद गरेको अब के हो त अनि सूत्र दुई प्रकार रहेछ यो भारत नभएर यो आगम भनेको चाहिँ क्षमा पाउँ यो चाइनिज भाषामा यो अनुवाद गरेको रहेछ आगमा चाहिँ चाइनिज भाषामा हो है चीन भाषामा निकाय चाहिँ पाली भाषा अब यो पाली भाषामा भएको चाहिँ के हो त अब यसलाई के छ त भन्दाखेरि होइन लामो सोमको 3 अध्याय 34 अध्याय रहेको छ मध्यम वर्गमा अध्याय 15 152 अध्याय यी मध्ये 98 पदहरू चिने अनुवाद जस्तै छन् उस्तै रहेको छ त्यस्तै गरी अब भनौँ न अब अन्तिममा चाहिँ अब अङ्गहरूमा होइन पहिलो अङ्ग दोस्रो अङ्ग होइन पहिलो अङ्गमा चाहिँ हेर्लाङ अब 50वटा अर्थात् यो 56 जति रहेछ यसमा चाहिँ अब यसको वर्गमा चाहिँ अब 2000 अनि 2889 जति छुटाएको रहेछ पछि वर्ग मा चाहिँ अब के हो त अर्कोसम्म अब भनौँ यो यसको 11वटा वर्गहरू छुट्याएको रहेछ यसै अन्तिममा चाहिँ ठेन्सेक भनिन्छ होइन त्यो भित्र चाहिँ के हो त भने सूत्रहरू 15 थरीको यसरी अब भागहरू अध्यायहरू छुट्याएको छ अब चीन भाषामा भएको अब लुङ देशी भनौँ न चीन हो लुङ देशी लुङ देशी 4 वर्गको आगम भनौँ न है यो चाहिँ के हो त अब बुद्ध यासा होइन उहाँले अब भनौँ न यसमा चाहिँ अब बम्बो निसुचाङ्गे भनिन्छ यो भित्र चाहिँ लुङ रिङ्बो लामो यो आगममा चाहिँ अब 22वटा वर्ग रहेको छ त्यो भित्र अब सूत्र कति थरी छ 30वटा रहेको छ होइन त्यो चाहिँ अब छुसुङ देव भनिन्छ होइन धर्म सुरक्षा वर्गमा भित्र पर्दछ अब यो चाहिँ अब यो रहेको छ दोस्रो लुङ धर्म भनिन्छ होइन मध्यम भाग रहेको छ यसमा अब
भित्र अब 60 वटा रहेको छ सूत्रहरू भित्र अब 222 वटा रहेको छ यो चाहिँ के हो त सर्वस्तिवाद भित्र पर्दछ तिनीहरूमा अब घिर्नी सङ्घदेवले यो अन्त गरेको रहेछ अनि अब लुङ याङ त सम्यक आगम चाहिँ यसमा चाहिँ अब भित्र 50 वटा वर्ग छुट्टाएको छ त्यो भित्र पनि कति थरीको यो सूत्रहरू रहेको छ भन्दाखेरि 1362 वटा रहेछ यो सर्वस्तिवाद भित्र पर्दछ यो न्युसिङ हिन्दी सङ्घो गुणभद्रले अब अनुवाद गर्नुभएको रहेछ अब लुङ चुचिक्पाले ठेपा भनेको चाहिँ अब यो चाहिँ अन्तिमको रहेको छ यसमा चाहिँ के छ भन्दाखेरि होइन यो भित्र चाहिँ अब 51 वटा पार्ट रहेको छ त्यो भित्र थरी थरी अब के हो त सूत्रहरू चाहिँ अब 1000 भन्दा ज्यादा रहेछ यो चाहिँ अब कुनको पक्षमा पर्छ भने यसको अब यो स्पष्ट छैन यो थियो अब यो चाहिँ चीनमा अब अनुवाद गर्दाखेरि 4 प्रकारको रहेछ भने यसरी बताएको छ अब पाली अब यो पाली भाषा र चीन भाषामा भएको होइन यो अब ग्रन्थमा भित्रभित्र कुरा एउटै हो तर अलिकति भित्र बाहिरको नाममा फरक छ अनि अलिकति फरक पनि छ यसमा फरक के छ भन्दाखेरि यसमा यो अब प्रचार प्रसार गर्ने क्रममा वृद्धि हुने क्रममा होइन यो यसमा धेरै अब विकृति पनि भएको छ कुनै ठाउँमा अब समय अनुसार होइन देश अनुसार होइन धेरै अब यसलाई ग्रहण गर्ने चेला अनुसारले अलिक फरक आएको छ अब यो चीनमा भएको एउटा ग्रन्थ र पालीमा भएको ग्रन्थ यसले जाँच्दाखेरि तुलना गर्दाखेरि कुन चाहिँ एकदम राम्रो देख्दछ भन्दाखेरि पाली भाषामा भएको एकदम सफा र अत्यन्त अब सम्पन्न भएको देख्दछ त्यही कारणले अब आफ्नो अब भनौँ न यो पाली भाषामा भएको यो बुद्ध वचनहरू चाहिँ आफ्नै यो निकायहरूमा छुट्याएर सफा लेखिएको छ भने चीन भाषामा भएको यो आगमहरू चाहिँ अनि यो निकायले भित्र पर्दछ यसको यो भित्र समावेश गरेको छ निकायको स्पष्ट हिसाबले छुट्याएको छैन त्यस्तो कुराहरू चाहिँ यो भित्र फरक रहेको छ अर्थात् निकाय सबै छुट्याएको सम्पन्न भएको नभएको फरक रहेको रहेछ यो चाहिँ अब एउटा छोटकरीमा बताएको हो यो चाहिँ के हो त पाली भाषामा भएको सूत्र पिटक र चीन भाषामा भएको सूत्र पिटक यसको विषयमा आफ्नो फरकहरू होइन नामहरू मैले बताएँ अब पछि अब यसको चर्चा गरौँ अब थोग्यु नङदेन भनिन्छ होइन अब यो चाहिँ के हो त अब दक्षिण दिशामा अब यो क्रमबद्ध आएको अब बौद्ध धर्मको विषयमा पाली भाषामा भएको सूत्र पिटकको विषयमा बताउन जाँदैछु अब एउटा चाहिँ भारतवर्षमा एउटा चाहिँ के हो त भने चीन वर्षमा अब यसरी परम्परा आएको यो फैलिएको सूत्र पिटक कुरा हो अब यो आगमा भनौँ न होइन अनि यो यसमा 4 वटा वर्ग छुट्याएको हुँदाखेरि लुङ देशी भनिन्छ अर्थात् 4 वर्गीय आगम यो अब चीन भाषामा भएको सूत्र पिटकहरू हो अब यो आफ्नो यो वर्गहरूमा के बताएको छ भन्नुपर्दाखेरि पहिला अब लुङ याङदा देवा भनिन्छ होइन सम्यक आगमा यो भित्र के बताएको छ भन्दाखेरि होइन यो भित्र चाहिँ अब सूत्रहरू होइन 361 वटा रहेको छ अब पालीको यसको अब लेखोटमा हेऱ्यो भने होइन 2000 होइन 880 सम्म रहेछ
नाम त एउटै हो तर यति फरक रहेछ यसलाई चाहिँ सम्यक आगम भन्दैछ नाम यो भित्र चाहिँ यो भित्र अब 5 स्कन्धहरू हैन आलयहरू हैन त्यसै गरी अब 18वटा यो धातुहरू हैन त्यसै गरी प्रत्यक्ष अभि प्रतीत समुद्रका कुराहरू एकदम राम्रोसँग लेखिएको छ हैन यसमा अब हामीले 37 बोधिपाक्षिक धर्म भन्छ नि हैन 5वटा स्मृतिहरू हैन भनौँ न अब त्यस्तै 4वटा स्मृतिहरू अनि सम्यक त्यागहरू हैन विधिपत्त यो ज्ञानहरू हैन 5वटा इन्द्रियहरू 5 बलहरू अनि 7 बोध्याङ्गहरू अनि अष्टाङ्गिक मार्गहरू बताएको छ यो चाहिँ सबै बुद्धले प्रत्यक्ष रूपमा बताउनु भएको हो हैन अनि बताउनु भएको प्रवचनहरू हो पछि अब चेलाहरूले अब यो सबै सङ्कलन गरेको हो भनेर यसरी बताएको यो चाहिँ बुद्ध आफैले बताउनु भएको धर्म चाहिँ भित्र राखेको छ यो चाहिँ के हो त ध्यान गर्नेहरूलाई चाहिँ अत्यन्त राम्रोको लागि यसरी छुट्याएको रहेछ अब लुङ भर्म अर्थात् मध्यम आगमा आयो अब यो पाली लेखोटमा चाहिँ सूत्र कति छ 152 रहेछ चीन भाषामा भएको सूत्र चाहिँ यो आगमा कति रहेछ भन्दाखेरि भित्र सूत्रको विभिन्न भागहरू चाहिँ 322 वटा रहेछ यो भित्र के लेखेछ भन्दाखेरि जुन अघि पहिला भएको सम्यक आगमा भित्र भएको जुन धर्मको यो पाठको आफौँ संख्याहरू हुन्छ नि हैन पर्यायवाचीहरू अनि यो कुन मिलेको छ कि सत्य त के हो भने गुरुमा भने यो 4 आर्य सत्यहरू धातुहरू कर्महरू अत्यन्त राम्रो छुट्याएको अघि भने नि हैन यो पहिलो बुद्ध वचन अब सङ्कलन गर्ने क्रममा अब सूत्र अभिधर्म पिटकहरू अब यो के हो त आएको थिएन हैन अब सङ्कलन गरेको थिएन तर यसको के हो त विधि एउटा नमुना थियो भन्न मैले भने नि त्यही कारण यसमा कुनै कुनै कुराहरू चाहिँ राखिएको छ थोरै नमुनाको लागि हैन यो यसलाई विभङ्ग भनिन्छ यस्तो छुट्टाएको छ यो भित्र चाहिँ यो भित्र चाहिँ के हो त अब सूत्र पिटकहरू छ अब के हो त सूत्र पिटक भित्र पनि अभिधर्म पिटक कुनै विधिहरू राखेको रहेछ अलिअलि यो भित्र चाहिँ के हो त अनात्मा अर्थात् नैरात्मा कुराहरू अनि यो समाधिहरू कसरी भावना गर्ने हैन समाधि भनेको के हो बुद्ध कसरी पहिलो बुद्धता हुनुभयो यसको विषयमा अब बुद्धको यो लीलाहरू चर्या 12 यो चर्याहरू हैन अनि यो भनौँ न सालको बन्जल जङ्गलभित्र अब श्यारीपुत्र मङ्गलपुत्रहरू कश्यपहरू अनि अनेकन महा भिक्षुजनहरूले यसरी के हो त भने ध्यान गरेको कुराहरू यो अनुसन्धान गरेको कुराहरू एक आपसमा अब यो तर्क वितर्क गरेको कुराहरू पनि त्यो भित्र एकदम सालै नक्सल गीत हो भनिन्छ हैन साला जङ्गलको सूत्र भन्ने अब यसलाई गोसिङका सूत्र पनि भन्छ यसलाई त्यस्तोहरू यो भित्र राखिएको रहेछ यो भित्र लुङ याङदपा सम्यक आगम भित्र के रहेको छ भन्दा मुख्य गम्भीरता र गहनता अर्थहरूको सिद्धान्तहरू दर्शनहरू राखिएको रहेछ अनि त्यही कारणले गम्भीरता अर्थ पस्काउने सिद्धान्त चाहिँ राखेको रहेछ भित्र सम्यक आगम भित्र अब यो लुङ रिङ्बो अब नाममा चाहिँ अब लामो आगम भनिन्छ हैन तर के हो त थोरै शब्द यो सूत्रहरू आएको रहेछ जब कति हो त सूत्रहरू जब पाठहरू यो 30 वटा मात्र राखेको छैन शब्द चाहिँ एकदम लामो के एकदम धेरै धेरै यसमा अब गाथा नभएर धेरै लामो छुट्टाको अक्षरहरू हैन त्यो भित्र के बताएको छ त भन्दाखेरि यो भित्र चाहिँ
दुरागामा अब भन्नु आगमा पनि भन्नु दुरागामा पनि भनिन्छ यसलाई त्यो भित्र बुद्धले होइन बुद्धले के हो त भने कुनै कुनै बेलामा के हो त यो तर्किकहरूसँग हिन्दूहरूसँग के हो त अनि सिद्धान्तको विषयमा उहाँले अब यो धेरै गल्ती छ यो गऱ्यो भने यसरी पतन हुन्छ भन्ने कुराहरू अनि छङ्पी ढाइदो भनिन्छ होइन ब्रह्मजालाको सूत्र पतन भएको थियो यो अब भोट भाषामा अब अनुवाद भएको छ त्यसै गरी के हो त त्यस्तै गरी यो सम्पन्न जाला पनि भनिन्छ होइन अनि सम्पन्न पहल सूत्र पनि भनिन्छ समन फल सूत्र भनिन्छ यसलाई अनि बुद्ध अब 80 वर्ष पुग्दाखेरि अब के हो त भने परिनिर्वाण हुने कुरा भित्र लेखिएको छ अनि महाप्रतीत समूह सूत्र अर्थात् महानिदान सूत्र जस्तो लगाएका होइन अनेक सूत्र यो भित्र राखेको रहेछ तेन्द्र छिम्बुद्ध भनिन्छ महाप्रतीत समूह सूत्रहरू यो भित्र राखेको छ यसले चाहिँ के हो त प्रतीत्य समुत्पादको सिद्धान्त देखाएको छ यो भित्र अब लुङचुची ठोपा भनिन्छ अन्तिममा चाहिँ के हो त अब लुङले ठोपा एउटा एक आगमदेखि फैलिएको आगम भनिन्छ यसलाई यो चाहिँ के हो त भन्दाखेरि होइन अब 1 देखि अब 11 सम्म यसरी फैलिएको अब विभिन्न अब यसको कुराहरू राखिएको छ यसमा यो चाहिँ के हो त एउटा शब्दकोश जस्तो हो यो चाहिँ सानो ठुलो गरी जम्मा यो भित्र चाहिँ अब सूत्रको विभिन्न वर्गहरू पाठहरू चाहिँ भित्र आफ्नो अध्यायहरू कति रहेको छ भन्दाखेरि 472 रहेको छ अब भनौँ न यो पहिला बताउने क्रममा होइन प्राचीन समयमा अब यो लुङ देशी चाहिँ सम्यक आगमहरू अनि मध्यम आगमहरू सबै के हो त यो सर्वस्तिवाद हो भनिन्छ होइन एकदेखि अर्को अब यसरी फैलिँदै गएको चाहिँ के हो त यो चाहिँ महासङ्घिका भनिन्छ यो चाहिँ महायानमा धेरै अब के हो त धेरै कुराहरू यसमा बदलिएको कुराहरू अब आएको छ यो भित्र चाहिँ के छ भन्दाखेरि होइन अनि बुद्धको चेला भनौँ न होइन बुद्धको चेलाहरूले चाहिँ होइन अनि यसको अब व्याख्यानहरू अब लेखिएको छ होइन यो भित्र चाहिँ अब पाली भित्र भएको चाहिँ याङदाबी दिन यो भित्र चाहिँ के छ सम्यक आगम भित्र चाहिँ अब सूत्र जम्मा भित्रको अध्यायहरू 363 वटा रहेको छ चीन भाषामा भएको चाहिँ आधा भन्दा छैन रहेछ तर पाली भाषामा भएको चाहिँ अब यो महायानी अब तर पाली भित्र भएको अब यो नमुनामा चाहिँ महायानको कुरा अब सिद्धान्तहरू यसमा लेखिएको छैन अनि यो अब चीन भाषामा भएको चाहिँ यसको अब कुराहरू चाहिँ लेखिएको छ एउटा आगमदेखि फैलिएको कुरा चाहिँ यो भित्र चाहिँ धर्मकायको विषयमा धेरै लेखिएको छ तर पाली भाषामा भएको सूत्रमा चाहिँ अनि महायानको कुराहरू चाहिँ अब लेखिएको छैन भनेर यसले बताएको छ अनि यसको अब स्पष्ट भयो कि भने म अब अलिकति शङ्का पाएँ म अर्को दिन तेस्रो दिनको प्रवचन बताउने छु स्पष्ट अब यो दोलुङ देशी 4 वर्गीय अब सूत्र आगमको विषयमा अब संक्षिप्तमा परिचय दिँदै यति नै हो अब के हो त अब आफ्नै वर्गको कुराहरू निकायको कुराहरू अनि पछि अब महायानको अब ग्रन्थहरू होइन कसरी फैल्यो भने अब यसको पत्ता गर्दाखेरि अब अनुसन्धान कर्मीले के भन्छ भन्दाखेरि होइन
पनि आजभोलि यो अध्ययन कर्मीहरूले चाहिँ अब लुङ देशी भनौँ न होइन लुङ देशी भने चाहिँ अब पहिलो चरणको बुद्ध वचन सङ्कलन गर्ने अ, अनि पहिला यो सङ्कलन गरेको होइन दोस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्ने क्रममा यसरी राखिएको हो भने यसरी अब अनुसन्धान कर्मीहरूले बताउनुहुन्छ पछि गएर अब चिनको एउटा लोपेन छिरुङ भन्नेले के भन्नुभएको छ भन्दाखेरि उहाँले के बताउनु भएको छ भन्दाखेरि पहिलो चरणमा यो बुद्ध वचन सङ्कलन गर्ने क्रममा यो चार वर्गको सूत्र नै आगम सूत्र नै छैन भनेर बताउनु भएको छ यसलाई आगमा भनेर नाम पनि दिएको छैन भनेर यसरी बताउनुहुन्छ तर यसको चार वर्ग सूत्र आगमको मुख्य अब मूलको स्रोतहरू चाहिँ भएको छ भनेको छ अब ग्रन्थमा यो पाण्डुलिपिमा अब बाहिर प्रचार प्रसार त गरेको छैन तर पनि यसको मूल स्रोतहरू चाहिँ छ भनेर यसरी अब चिनको आचार्य फिरजुङले बताउनु भएको हो अनि अनि पछि अब यसमा नै अब उनीहरूले अब सङ्कलन गर्ने अब क्रम चाहिँ अब अटुट क्रममा आयो होइन अब भागहरू छुट्याउँदाखेरि अनि पछि गएर चाहिँ के हुँदा नि चार वर्गहरू छुट्याएको हुँदाखेरि यसलाई चार वर्गीय सूत्र आगम भन्यो यसलाई चार वर्गीय आगम भनिदियो त्यही कारणले पहिलो चरणको बुद्ध वचन सङ्कलनमा चाहिँ सम्यक सम्यक आगम अर्थात् लुङ याङ धेम्बा होइन यो मात्रै अब आएको थियो भने सम्पन्न भएको थियो होइन अनि पछि गएर चाहिँ के हो त भने अर्को आगमहरू चाहिँ अनि दोस्रो चरणको बुद्ध वचन सङ्ग्रह गर्दाखेरि अनि चारै आगमहरू चाहिँ अब सम्पन्न भएको थियो भने विद्वानहरूले बताउनुहुन्छ अब विद्वानहरूले यो चार वर्गको आगममा मुख्य अब अनुसन्धान गर्दाखेरि होइन यसलाई खोज तलास गर्दाखेरि के रहेछ त भन्दा अनि यो भित्र चाहिँ अब सम्यक आगमहरू त्यस्तै गरी मध्यम आगमहरू होइन लामो खाले आगमहरू आगमदेखि फैलिएको कुराहरू यसरी आएको अब यसको अर्थ के रहेको छ त होइन यसको अनुमान कसरी गर्ने त होइन शब्दमा पनि फरक रहेछ विभिन्न होइन यसमा अब हामीले कसरी अनुसन्धान गर्ने भन्ने क्रममा बताउनु पर्दाखेरि यसको अब अलिकता व्याख्यान गर्नु पर्दाखेरि अब फेनियनले भन्नुभएको छ कि अनि यसको चार प्रकारको यो आगमहरूको मुख्य निष्कर्षहरू अर्थहरूमा अलिकता फरक रहेको छ जस्तो कि लुङ याङ तापो चाहिँ के हो त यसको मुख्य कुरा चाहिँ सुख शान्तिहरू अनि राम्रोसँग यसलाई फैलाको यो बताउने तरिकाहरू चाहिँ स्पष्टसँग बताएको छैन भनेको छ होइन त्यसै गरी लुङ भरमा मध्यमकाले आगममा चाहिँ अनि हामीले के सिक्न सक्छ भनेदेखि म यसलाई फेरि बताउँदैछु यो चिनको एउटा गुरु फेनियनले चाहिँ यो लुङ देशीमा एकदम स्पष्ट ध्यानको कुराहरू होइन बर्माभित्र पनि एकदम त्यस्तै एकदम खुलासा भएको लुङ रिङपो अर्थात् लुङ चिकभित्र चाहिँ एकदेखि अर्कोसँग फैलेको भित्र के छ भन्दा यसको मुख्य अनि अलिकता परिवर्तन भएर होइन पहिलाको छोटो गाथाहरूलाई पनि अलिकता लामो शब्दमा अनि बाहिर निकालिएको त्यस्तो रहेको छ भनेको छ
अनि असरजनक होइन हामीले पत्याउनु त्यस्तो शब्दहरू पनि यो भित्र अब छोटोले लामो लामोले छोटोसँग यसरी अब राखिएको छ अब यसरी अब यो विद्वानले बताउनुहुन्छ एउटा विद्वानको मत हो यो प्रायमा होइन अब यतिले मात्र के हो त हामीले अनुमान गर्न सक्दैन कि यो भित्र चाहिँ यस्तै कुरा राखेको छ भन्ने अब हामीले बताउनु गाह्रो हुन्छ किन भन्दाखेरि यो एउटा यहाँदेखि ज्ञानहरू लिन सक्छौँ यो विद्वानहरूको मतहरू हो विभिन्न यसमा धेरै कुरा जुधिएको सँग दुःख होइन समस्याहरू भन्ने कुराहरू होइन हुन सकिन्छ भनेको छ होइन भनौँ न यो चारवटा आगम वर्गहरूमा चाहिँ होइन अर्थहरू पनि जस्तो जस्तै शब्दहरू त्यस्तो त्यस्तो यो अनि समस्या के हो होइन धेरै अब बिग्रेको छ जस्तो नि हुन्छ नि होइन जे भए तापनि होइन के हो त होइन त्यसो नहुनु अब होइन यस्तो हुनु बस स्वाभाविकै हो किन भन्दाखेरि यसमा अनेकन कुरा राखेको हुन्छ नि कसैमा अब छोटो कुराहरू कसैमा एकदेखि अर्को फैलिएको कुराहरू होइन त्यसको व्याख्यामा आउँछ त्यही कारणले गर्दाखेरि त्यही कारणले अनि अहिले हामीले भनौँ न हाम्रो छेउमा देख्ने ग्रन्थहरू पनि होइन हाम्रो हातमा भएको होइन अनि फरक अवश्य हुन्छ नि किन भन्दाखेरि लामो आगमहरू छोटो आगम एकदेखि आएको आगमहरू होइन पहिला नै धेरै अब यसमा रूपान्तर यसमा धेरै अब फरक छ भने अहिले हाम्रो हातमा आउँदाखेरि फरक किन हुँदैन अवश्य हुन्छ नि होइन त्यही कारणले विद्वानहरूले भन्नुहुन्छ कि पहिलो चरणको बुद्ध वचन सङ्कलन गर्ने क्रममा यस्तो यो चार प्रकारको आगमहरू होइन नआएको होइन आउनु आउनु पनि सम्भावना आएको पनि हुनसक्छ राखेको पनि हुनसक्छ नआउनु कारण के भने यसरी बताउनु अब हामीले भोटको विषयमा कुरा गर्ने भने हो भने होइन प्राचीन कालमा अब भनौँ प्राचीन अब प्राचीन भनौँ न बौद्ध धर्मको कुरा गर्ने भने यो महासङ्घिकाले चाहिँ यो दोलुङ सूत्र चार वर्गीय होइन सूत्र आगमहरू चाहिँ पहिलो चरणको बुद्ध वचनमा सबै अब सुसम्पन्न भएको थियो भन्ने यसरी बताउँदछ यो फल्सेन देव भनौँ न महासङ्घिकाले यसरी बताउनुहुन्छ महासङ्घिका निकायले चाहिँ त्यही कारणले गर्दाखेरि वास्तविक कुरा गर्यो भने होइन पहिलो चरणको बुद्ध वचनको सङ्कलनमा होइन सूत्र र विनयलाई सङ्कलन गरे नि त दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्दाखेरि विनय पिटक अनि अनि सफा भएर गयो नि त त्यही कारणले गर्दाखेरि अनि पहिलो चरणको बुद्ध वचनमा यो सूत्रलाई अत्यन्तै ध्यान दियो होइन सूत्र र आगमलाई दोस्रो चरणको सङ्कलनमा झन् यो निखरेर गयो विनय त्यही कारणले गर्दाखेरि अनि यो पहिलो चरणको बुद्ध वचनमा चार वर्गीय आगम सूत्र बाहेकको अर्को पनि अब के हो त ह्याङदाग धेनु क्या अनि सम्यक सूत्र पनि यसरी थपिनु गयो दोस्रो चरणको बुद्ध वचनमा पनि के हो त यो बुद्धको सबै सङ्कलनहरू अब धेरै गरियो अब भनौँ न अब अर्को इतिहास के छ भन्दाखेरि पहिलो चरणको बुद्ध वचन सङ्कलनमा राख्नु नसकेको सङ्कलन गर्न नसकेको दोस्रो चरणको बुद्ध वचनको सङ्कलनमा राख्यो भन्ने कुरा पनि छ यसमा त्यही कारणले यो छिन्सेक भनिन्छ नि होइन छिन्सेक विभिन्न यसको खण्डहरू होइन पहिलो चरणको हो बुद्ध वचनमा नभएको पनि होइन हुनु पनि सकिन्छ भन्ने यसरी हामीले अनुमान गर्न सक्छौँ
पछि अब यो निकायहरू आउँदाखेरि बताउने क्रममा अलिकता फरक भएर गयो किन भन्दाखेरि चारवटा निकाय होइन अब सूत्र पिटक के हो विनय पिटक के हो अभिधर्म पिटक के हो अनेक कुरा आयो नि त होइन यो निकायहरूले छोडायो नि त यो त्यही कारणले यो महासङ्घिकाले चाहिँ 5 वर्गीय सूत्र छ भने यसरी स्वीकार गर्नुहुन्छ सर्वस्तिवादहरूले चाहिँ के हो त 5 नभएर 4 वर्गीय सूत्रको आगमहरू रहेको छ भने यसरी अब 4 बाहेक 5 स्वीकार गर्दैन नि त्यसैले अब यो 4 वर्गको आगमको सूत्र छुट्याउनुको कारण के हो त भन्दाखेरि होइन यसको मुख्य कुरा के हो भन्दाखेरि अब निकायहरूको कुरा गरे भने अब प्रायः जसो अब यसको मिलिरहेको छ अब यो 4 वर्गको यो 4 वर्गीय आगम सूत्र आगम अब यो यसरी छुट्याउनुको कारण चाहिँ अब यसको मुख्य कारण चाहिँ अब मूल स्रोत त एउटा नै हो तर यो अब महासङ्घिकाले यसरी अब छुट्याउनुको कारण चाहिँ के हो त भन्दा महासङ्घिकाले बताउनुहुन्छ यो भित्र चाहिँ के छ भन्दाखेरि होइन अब बलको कुराहरू होइन इन्द्रियको कुराहरू मार्गको कुराहरू भएको छ होइन शब्दहरू पनि कोही लामो कोही छोटो रहेको छ अनि यसलाई रिङ अब लुङ रिङ भन्यो होइन अब भर्म भनेको चाहिँ के हो त अब बीज सबै भएकोले भर्म भने मध्यमता भयो अब यो एउटा आगमदेखि फैलिएको होइन यसलाई के भन्दाखेरि यसको चाहिँ अब पर्यायवाचीहरूको कुरा धेरै फैलिएको हुँदाखेरि यसरी अब यो लुङ देशी 4 वर्गीय अब आगम सूत्र यसरी छुट्नुको कारण हो भनेको हो कोही पर्यायवाचीहरू कोही अब आभावनीय अब आगम यो बल लगायतका अनेक कुराहरू होइन त्यो भएको कारणले गर्दा कोही छोटो लामो शब्द भएकोले हो त्यही कारण त्यो बाहेक अर्को चीनमा अनुवाद गरेको होइन यो सूत्र यो 4 वर्गीय आगम सूत्रमा होइन यो धेरै अब छरपष्ट भएको सूत्रहरू पनि होइन धेरै राखिएको रहेछ कोही संस्कृत अब संस्कृतमा भेटिएको छ कोही अब कोही पछि अब सूत्र मात्रै रहेको त्यसमा अब बिना राखेको छैन होइन कोही अब भोट भाषाभित्र रहेको छ त्यो के हो त फेरि अब भोट भाषाको अनुवादमा राख्नु सकेको छैन त्यो भेट्दैन चीनमा रहेको छ होइन कोही अब चीन भाषामा भएको छ कोही भोट भाषामा भएको हुँदाखेरि अब अनेकन रहेको छ यसमा यसलाई चाहिँ अब छरपष्ट भएको सूत्र भनिन्छ छरिएका सूत्र अब पाली भाषामा भएको सूत्र पिटकको विषयको परिचय दिनुपर्दा अब यो पालीमा 4 वर्गीय सूत्र आगम मात्र नभएर होइन 5 वर्गीय सूत्र आगम पनि रहेको छ उनीहरूले यसरी अब छुटाउनु हुँदो रहेछ किन भन्दाखेरि निकाय होइन ठेन्सेक भने एउटा निकायको एउटा के हो त अब यो 5 प्रकारको वर्गीय यो सूत्र आगम के हो त भन्दाखेरि
대시 뒤도 상물로 찍으셔 봐. 다 되는 안로네 롱 땡아바디 너디 친식이 됐어. 친식이 돼달라야. 4 मात्रै नभएर 안에 5 वटा वर्ग 친식이 छुट्याएको रहेछ यसमा 친식이 돼. त्यो के हो 다 त भन्दाखेरि 연규르기 너디 롱 대시나 매아바지 안 पारी के ले यार दो दिन लूं देंगा बच्चियों देंगा बच्ची मिला खारस और सना दो दिन चिंची की दे तेला यार जैसे यो जो थेन्सेक भित्र चाहिँ के हो त खारस ना 15 वटा अब वर्ग छुट्याएको छ सिबु खासा भाग छुट्याएको छ नम्बी मा त्यही कारणले यो 4 वर्ग सूत्रभित्र नभएको चाहिँ यो के हो त अर्को चाहिँ अब यो सूत्र पिटाको थेन्सेक त्यो छुट्याएको हुँदाखेरि थेन्सेक र यो 4 वर्गको आगम गर्दाखेरि 5 वर्ग सूत्र आगम भयो अब खतुन सिल्बुखक भनिन्छ अथवा खुदाका पाठा भनिन्छ यसलाई यदि के हो त अब दुगुन अब दैनिक हामीले यो दैनिक विधिले भन्छ हामीले वाचन गर्ने छोटो छोटो भाषामा दोस्रो के हो त धर्मपादा भयो दोस्रो धर्मपादा तेस्रो चाहिँ के हो त उदाहरण भयो तेस्रो चौथो चाहिँ लत्ती भुताका भनिन्छ पाँचौं चाहिँ अब सुत्ता नि पटा भनिन्छ छैटौं नम्बर चाहिँ विमाना भातु भनिन्छ अब सातौं नम्बरमा चाहिँ पेता भातु आठौं नम्बरमा चाहिँ थेरा गाथा हैन अनि 9 नम्बरमा चाहिँ रहेको छ थेरी गाथा अब यो 10 नम्बरमा जाता गाथा 11 नम्बरमा चाहिँ निदेश 12 मा चाहिँ प्रति संविदा मगा भनिन्छ 13 नम्बरमा अपद 14 नम्बरमा बुद्ध भमिस 15 नम्बरमा चाहिँ अनि क्रिया पिटाका भन्दो रहेछ यो पालीमा भएको अब यो थेन्सेक भित्र भएको 15 वटा वर्ग चाहिँ यो है यो भित्र धेरै ग्रन्थहरू यो भित्र अब समावेश गरेको छ यो धेरै फरक छ हैन यो बताउने क्रममा यसमा धेरै युगहरू र समय धेरै फरक छ अब यो कुनै भित्र चाहिँ के हो त अब हैन संक्षिप्त सूत्रहरू हैन धर्मगाथाहरू विशेषता गाथाहरू स्थापित अब शब्दहरू लागेका जन्मगाथाहरू अनेकन प्राचीन शब्दहरू भित्र राखे हुन सक्छ यो चाहिँ के हो त बुद्ध कालीनमा बुद्ध उहाँ बस्नु भएको बेलामा उहाँको जीवन कालमा भएको आएको हो यो चाहिँ के हो त प्राचीन कालदेखि नै आइरहेको होइन यो चाहिँ बुद्ध जीवन उहाँ जिउँदो हुने बेलामा 80 वर्षको उमेरभित्र समय भएको कुराहरू हो यो अनुमान गर्नु कारण के हो त भन्दाखेरि यो भाषाभित्र भएको अब होइन लुङ देशी भनिन्छ 4 वर्ग आगम सूत्रभित्र होइन त्यो भित्र यो भित्र अब के हो त आगमहरू बताएको छ त्यो बताउने क्रममा पहिला हुनु पर्यो नि त्यो भित्र यस्तो यस्तो बुद्धले बताएको थियो भन्ने क्रममा पहिला बताएको कुरा हुनु पर्यो नि त हैन त्यसै कारणले गर्दाखेरि प्राचीन समयमा कुनै बुद्धको कालमा भएको कारणले गर्दाखेरि यसरी अब उहाँले बताउनु हुँदछ त्यही कारणले यो थेन्सेक भन्ने चाहिँ के हो त भन्दाखेरि हैन 4 वर्गीय आगम सूत्र भन्दा पनि एकदम महत्त्वपूर्ण पनि दिएको छ त्यही कारणले यो बुद्धको सिद्धान्त के हो दर्शन के हो ध्यान के हो यो बुझ्नुको लागि चाहिँ यो लुङ थेन्सेक अत्यन्त अब महत्त्वपूर्ण रहेको छ हैन यस्तो बताउने कुरा महत्त्वपूर्ण हो भने बताउने कुरा अब बताउने विद्वानहरू रहेको अनि यस्तो कुराहरू चाहिँ हामीले धेरै अब ध्यान दिनुपर्दछ हैन भारत
अर्थात् चीन भाषामा भएको धेरै अब कुराहरूको कुनै प्राचीन कुराहरू यो भित्र अब लेखिएको छ। अहिले हाम्रो हातमा नहुने कुराहरू पनि पहिला अब थियो। त्यो मात्रै नभएर भएन, यो अब चीन भाषाभित्र भएको अब छोग्यु नाङ्देन भनिन्छ होइन, अर्थात् दक्षिण दिशाबाट फैलिएको अब यो उम्, महासूत्र भनिन्छ। अनि अनि पाली भाषामा भएको सूत्र पिटक र विनय पिटकहरू होइन, यो सबै के हो त भन्दा अब यो अनुवाद गरिसकेको छ। अनि यो लोग्यु नाङ्देन अब दक्षिण दिशादेखि अब यो परम्परादेखि अब अटुक्रमा आएको र पाली भाषामा आएको यो सूत्र पिटकहरू सबै अहिले हामीले पढ्नु सक्छौँ, हेर्नु सक्छौँ। अनि हाल मैले के सुने त भन्दाखेरि होइन, वाराणसी होइन विद्यालयदेखि होइन यो अब अनुवाद गर्दैछ भन्ने मैले अब सुन्यो। भविष्यमा अब हामीले अब के हो त पाली भाषामा पनि अब यो भएको बौद्ध ग्रन्थहरू अनि दर्शन पाउँछौँ, हेर्न सक्छौँ। त्यो हाम्रो लागि धेरै ठुलो भाग्यको कुरा हो। अब मैले अब 15वटा वर्ग छ भने नि त होइन, अनि यो पाली भाषामा ठेन्चेकभित्र अब के हो त 15वटा भएको विशेष गरी 6वटा अब कुरामा बताएको छ। 6वटा पहिलेको त धर्मगाथा हो, यो चाहिँ अब चीनमा पहिलेदेखि अब अनुवाद गरेको छ। यसमा दुई अनुवाद रहेको छ। यो चाहिँ अब गिदिन छेम्पेले अब जुन पाली भाषामा गरेको छ होइन। अब छेदु जेबी भनिन्छ होइन, विशेषता बताएको गाथाहरू होइन। अनि यो चाहिँ अब भारतको अब उपाध्याय होइन विद्या प्रभाकरले अब बताउनु भएको रहेछ। यो चाहिँ के हो त भारत भाषामा छैन होइन, अब चीन भाषामा छैन, यो चाहिँ भोट भाषामा रहेछ। फेरि यो लोचा बन्देले अब यो गर्नुभएको रहेछ, अनुवाद गर्नुभएको रहेछ। त्यसै गरी अब यो मुन्जुङ्गी दो होइन, पहिला अब उत्थान भएको सूत्र भनिन्छ। यसलाई अब दोधुप संक्षिप्त सूत्र, यो चाहिँ अब चीन भाषामा अनुवाद गरिएको छ। यो चाहिँ चीनसँग मिल्ने नै रहेको छ, एउटै नै भारत र चीनमा अनुवाद एउटै रहेछ भनेको छ। अन्तिममा चाहिँ के हो त नितिन शिक्षा भनिन्छ होइन, यस्ता बिरा धर्मगाथा रहेको छ। यो चाहिँ चीनमा चाहिँ अब यो अनुवाद गरेको छैन भनेर यसै बताएको हुँदाखेरि यो अब 6 प्रकारको अनुवादहरू यही नै हो। अब 2 दिन बिता रहेको छ अनि हामी मात्र मन्डे सोमबार भेट्नेछौँ। आजको लागि यति नै।